आज हामी सपनाको बारेमा केही कुरा सिक्नेछौँ। अयुबको पुस्तक 33 को 14 र 15 यहाँ यसरी लेखिएको छ, निश्चय नै परमेश्वर धेरै प्रकारले बोल्नुहुन्छ, यद्यपि मानिसहरूले त्यो सुन्न सक्दैन। सपनाहरूमा, रातका दर्शनहरूमा जब मानिसहरू मस्त निन्द्रामा परेका हुन्छन्, जब तिनीहरू आफ्नो ओछ्यानमा सुतेका हुन्छन्। परमेश्वरको बोल्ने तरिका, परमेश्वर बोल्ने प्रकार विभिन्न हुन्छ। जब एउटा कुकुरले भौ भौ गर्छ, उसले चाहिँ अर्को साथीलाई कुजुजाम्बोला सिगिमिङ्गा जिमो भनेर उसले सोधिरहेको हुन्छ। तर हामीले के भन्छौँ, यो कुकुरहरू दुईजना बाजिरहेछ भने हामी खेदाउँछौँ। तर उनीहरूको भाषामा उनीहरू बोलिरहेको हुन्छ, केही कुरा उनीहरूले बात मारिरहेको हुन्छ। त्यस्तै प्रकारले आत्मिक संसारमा चाहिँ के हुन्छ भने, कुनै पनि परमेश्वरले एक्सन गर्नुहुन्छ, त्यो सबै कुराहरू चाहिँ परमेश्वर बोलिराख्नु भएको हुन्छ। परमेश्वर धेरै प्रकारले बोल्नुहुन्छ र उहाँको बोल्ने कुरा भित्र हामी आज चाहिँ एक प्रकारको कुरा हेर्न गइरहेको छ, त्यो चाहिँ सपना। सोलोमन राजासँग पनि परमेश्वर बोल्नु भएको छ। सोलोमन राजा, जब सोलोमनले परमेश्वरलाई 1000 साँडेहरू चढाउँदाखेरि परमेश्वर सपनामा आएर बोल्नु भएको छ। अनि जब तपाईँले अब्राहमलाई हेर्नुहुन्छ भने अब्राहमसँग पनि परमेश्वर बोल्नु भएको छ। जस्तै उत्पत्ति 15 को 12 देखि 14 म तपाईँहरूको लागि पढ्नेछु। सूर्य अस्ताउँदा अब्राहम मस्त निन्द्रामा परे अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो। तब परमप्रभुले अब्राहमलाई भन्नुभयो, यो निश्चय जानिराख कि तेरो सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा कमारी हुनेछन् र 400 वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। तर तिनीहरू जुन जातिका दास बन्नेछन् उनीहरूको पनि म इन्साफ गर्नेछु र पछिबाट तिनीहरू धेरै धन सम्पत्ति लिएर निस्कि आउनेछन्। केही वर्ष पछाडि, केही जेनेरेसन पछाडि एउटा जेनेरेसन आउने छ तेरो, जुन जेनेरेसन, जुन एउटा शताब्दी, केही शताब्दीका पछि, केही सयौं वर्ष पछाडि चाहिँ एउटा घटना घट्नेछ। त्यो घटना चाहिँ के हुनेछ भने, तेरा सन्तानहरू चाहिँ दासत्वमा पर्नेछन्। तेरो सन्तानहरूलाई चाहिँ दास बनाइनेछ, होइन? अनि 400 वर्षसम्म उनीहरू चाहिँ दास बन्नेछन्। त्यो दासत्वबाट चाहिँ परमेश्वरले निकालेर ल्याउनु हुनेछ र उनीहरूले चाहिँ त्यो व्यक्तिहरूलाई लुट्नेछन्। कसरी लुट्नेछन् भने, पछि के भएको छ भने, हामी चाहिँ मोसाको समयमा, जब मोसाले चाहिँ मिश्र देशमा भएको व्यक्तिहरूलाई त्यहाँबाट निकालेर इजरायल देशमा लगेको तपाईँहरूले पाउनुहुन्छ। अनि त्यो समयमा चाहिँ के भएको छ भने, हामी चाहिँ हाम्रो ईश्वरलाई, हामी चाहिँ हाम्रो यहोवा परमेश्वरलाई चाहिँ केही कुरा चढाउने कुरा लिएर जाँदैछौँ भनेर उनीहरूले के भनेछन् भने, तपाईँहरूको सुनचाँदीहरू दिनुहोस् भनेर आफू उता छिमेकीहरूलाई मागेर उनीहरूले चाहिँ लिएर चाहिँ त्यो भागेका छन्, होइन? धेरै कुराहरू, त्यो सबै कुरा चाहिँ अब्राहमलाई अलरेडी परमेश्वरले भन्नुभएको कुरा हामी पाउँछौँ। भन्न खोजेको, हाम्रो जीवनमा जे पनि हुनेवाला कुरा छ नि, परमेश्वरले जहिले पनि सपनाबाट हामीसँग बोलिराख्नु भएको हुन्छ। धेरै प्रकारले परमेश्वर बोलिराख्नु भएको हुन्छ र एउटा धेरै इफेक्टिभ प्रकार चाहिँ के हो भने सपना। एउटा सधैँ परमेश्वर सबैसँग बोलिराख्ने कुरा चाहिँ के हो भने सपना। र यो सपनाको बारेमा एउटा कुरा के हुन्छ भने, हामीलाई कतिचोटि हाम्रो सोचमा यस्तो हुन्छ कि शैतानले हामीलाई सपनामा बोल्छ अथवा सपनामा एट्याक गर्छ, र वास्तवमा कहिले पनि शैतानले कसैलाई केही सपनै दिँदैन। तर के कुरा हुन्छ भने चाहिँ, एक व्यक्तिको जब आत्मिकता उग्रिँदै जान्छ नि, आत्मिक जीवन उग्रिँदै जान्छ, उसको आत्मिक आँखा खोलिँदै जान्छ नि, तब उसले के हुन्छ भने उसको जीवनमा के घटना घटिरहेछ उसले देख्न थाल्छ। एउटा व्यक्ति पहिला सुत्दाखेरि गलेको भएर उठ्थ्यो, होइन? कसले मलाई कुटेको जस्तो लाग्यो, मैले सपना नराम्रो देखेँ कि बा, होइन? अब राति के भयो भने मलाई थाहै छैन, तर बिहान उठ्दाखेरि पुरा गलेर उठेको जस्तो लाग्छ, होइन? कुटेको जस्तो लाग्छ। कसैलाई यो अब फाल्टै आत्मिक कुरा हो, कसैले बोक्सीहरूले टोकेको, यो एउटा विचक्राफ्ट कुरा हो। विचक्राफ्टहरू कसरी ओपरेट गर्छ भन्ने कुरा फाल्टै छ। अनि विशेष गरी क्रिस्चियनहरूमा चाहिँ, र विशेष गरी जन्मेको क्रिस्चियनहरूलाई चाहिँ आत्मिक कुरा कतिचोटि, यदि आत्मिक बाबुआमाले हुर्काएको छैन, बाबुआमा पनि आत्मिक थिएन भने गफाडी पास्टर जस्तो मात्रै क्या, अन्य भाषा पनि नबोल्ने, अभिषेकमा पनि नभएको त्यस्तो व्यक्ति थियो भने त्यसलाई त झन् विचक्राफ्टको बारेमा, बोक्सीहरूले कसरी ओपरेट गर्छ। र अर्को कुरा चाहिँ के हुन्छ,
एउटा कुरा के हुन्छ भने सपना भन्ने कुरा चाहिँ तपाईँको आत्मिक आँखा खोलिँदै गएको हुन्छ। र एउटा व्यक्तिको आत्मिक आँखा खोलिँदै गएपछि के हुन्छ भने उसले चाहिँ उसको जीवनमा के घटना घटिरहेछ त्यो देख्छ। यो संसार यसरी प्रभुले सृष्टि गर्नुभएको छ कि यो संसारमा चाहिँ कुनै कुरा पनि त्यसै बित्थामा हुँदैन। हरेक कुरा चाहिँ पहिला हुनुभन्दा अगाडि भइरहेको हुन्छ होइन। अनि यो कुरा तपाईँले थाहा पाउनु भएन भने चाहिँ, अनि यो कुरालाई तपाईँले स्वीकार्न सक्नु भएन भने चाहिँ के हुन्छ भने हामी चाहिँ आत्मिक बनिरहेको हुँदैन, धार्मिक क्रिस्चियन। एउटा कुरा तपाईँहरूलाई अलिकति फाउन्डेसनको लागि के भन्छु भने मैले जीवनमा अध्ययन गर्दा अथवा जीवनमा राम्ररी मनन गर्दाखेरि संसार र यो संसारको कुरालाई प्र्याक्टिकल कुरा के हो भने दुई प्रकारको धर्मावलम्बी अथवा दुई प्रकारको व्यक्तित्वहरू हुन्छन्। एउटा व्यक्ति के हुन्छन् भने धार्मिक व्यक्ति, अर्को व्यक्ति आत्मिक व्यक्ति। त्यो चाहिँ क्रिस्चियनिटीमा पनि अनि त्यो चाहिँ हिन्दूमा पनि अनि त्यो चाहिँ बुद्धिस्टमा पनि। एउटा बुद्धिस्टको व्यक्तिहरू घन्टी हलाउँदै दिनभरि बस्ने हुन्छ। माने बेमे पद्मा गुरु मासे दे माने बेमे गर्दै बसिरहेको हुन्छ। कोही चाहिँ चुपो लाग्यो, त्यति नै मात्रै उनीहरूको जिन्दगी त्यही छ। अर्को हुन्छ आनी बन्नेर कपाल खौरेर होइन गुफामा जाने, तपस्या गर्ने होइन। अनि त्यहाँदेखि चाहिँ कोही कोही चाहिँ एकदमै हुन्छ नि त्यो ड्रागन स्पिरिट जुन चाहिँ बुद्धले चिनाएको चट्याङको स्पिरिट। त्यही भएर त हाम्रो भुटानको झन्डामा चाहिँ चट्याङ छ त, र हरेक गुम्बातिर चट्याङको नक्सा हुन्छ। भन्न खोजेको चट्याङ लाई कसरी पूजा गर्नुपर्छ र कसरी जोडिनुपर्छ भन्ने कुरा बुद्धले सिकाएको कसैले चाहिँ राम्ररी पालन गरेर चाहिँ त्यो स्पिरिचुअल बनिरहेको हुन्छ। कोही कोही लामाहरू, कोही कोही व्यक्तित्वहरू, कोही कोही मङ्कहरू स्पिरिचुअल बनिरहेको हुन्छ होइन। अनि अर्को हुन्छ त्यो चाहिँ धार्मिक बुद्धिस्ट। त्यो धार्मिक बुद्धिस्टले के गर्छ, गफै मात्रै लाउँछ। उसले चाहिँ गफै मात्रै लाउँछ। ऊ भिक्षु भन्छ, चामल माग्छ, गफै मात्रै लाउँछ, ऊ आत्मिक हुँदैन। तर अर्को हुन्छ त्यो चाहिँ आत्मिक हुन्छ। अनि हिन्दूमा पनि एउटा आत्मिक हुन्छ, डेन्जरस हुन्छ, एकदमै डेन्जरस होइन। काला जादु गर्ने, यो गर्ने, त्यो गर्ने, एकदमै खतरा भन्छन् नि, खतरा। कोही धामी झाँक्री गर्ने, कोही टुनामुना गर्ने, कोही के गर्ने, कोही के गर्ने, एउटा आत्मिक हुन्छन्। अनि अर्को हुन्छ धार्मिक। त्यो चाहिँ फिलोसफिकल कुरा गर्दै हिँड्ने। बुद्धिस्टको पनि त्यही हो, हिन्दूको पनि त्यही हो। कतिचोटि चाहिँ फिलोसफिकल कुरा गर्दै हिँड्ने। त्यो फिलोसफिकल कुरा, त्यो गफाडी गर्ने मान्छेलाई चाहिँ त्यो किताब पढेर गफ लाउने मान्छेसँग चाहिँ अनि गफ लाउने पास्टरहरू भेला भएर गफ लाउँदा मात्रै हुन्छ। तर अर्को व्यक्तित्वले चाहिँ त्यो अर्को स्पिरिचुअल व्यक्तित्व हुन्छ नि, हिन्दूको होस् बुद्धिस्टको होस्, त्यसले चाहिँ आत्मिक रूपमा चाहिँ यो केही होइन भनेर देख्यो भने, किन उसले त आत्मिक रूपमा देख्छ नि त। अनि त्यसले आत्मिक रूपमा चाहिँ यो कसरी हामीले चाहिँ प्रभु बोल्नुहुन्छ अथवा कसरी हाम्रो आत्मिक जीवनमा कसरी हामीले चाहिँ धेरै कुरामा ग्रो हुन सकिन्छ भन्ने कुरा अरू बेला म तपाईँहरूलाई एक्सप्लेन गर्छु। परमेश्वरले शैतानलाई पनि परमेश्वरले बनाउनु भएको लुसिफरलाई। त्यस कारणले गर्दा लुसिफरले दिने शक्ति अथवा लुसिफरले दिने कुनै पनि अनुग्रह मानिसहरूमा त्यो चाहिँ आफ्नो गोजीबाट झिकेर दिएको होइन। त्यो शक्ति परमेश्वरले खोसेर नलग्नु भएको कारणले गर्दा त्यही शक्ति दिएको उसले। बुझ्नुभयो? जस्तै मैले हाम्रो सामुएल, हाम्रो म्यान अफ गडबाट 20 रुपियाँ चोरेर लगे भने मैले जति पनि मानिसहरूलाई दिन्छु त्यही 20 रुपियाँबाट उधारेर दिने कुरा हो। तर मैले खासै केही सृष्टि गरेर दिने कुरा त होइन। त्यस्तै हो। त्यस कारणले गर्दा हामीले एउटा कुरो बुझ्नुपर्ने कुरा चाहिँ के छ भने हामीले पहिला विशेष गरी एसिया देशमा चाहिँ आत्मिक कुरा चाहिँ शैतानिसले गरेको पहिला देखेको छ। शैतानिस भनेको शैतानलाई पूजा गर्नेहरूले, प्रभु येशूलाई पूजा नगर्नेहरूले गरेको देखेको छ। र कुनै कुरा प्रभु येशूले गरेको कुरा देखेर त अथवा परमेश्वरले गरेको कुरा देखेर त्यो शैतानले कपी गर्यो त। शैतानले त आफूले त केही जान्दैन। हरेक कुरा जे पनि गर्छ शैतानले त्यो परमेश्वरबाट कपी गरेर गरेको। उसको आफ्नै केही पनि छैन, उसले केही पनि जान्दैन। उसले हरेक प्रिन्सिपल जुन शैतानले सिकाउँछ नि, हरेक कुरा चाहिँ परमेश्वरबाट सिकेको कुरा सिकाएको हो। अन्ली एउटा कुरा डिसेप्सन चाहिँ के हुन्छ भने तिमीहरूको पुनर्जन्म हुन्छ भनेपछि उसलाई नरकको डर लाग्दैन। जो व्यक्ति आत्मिक छ अरू रेलममा, त्यो व्यक्तिहरूसँग तपाईँले लोजिक लिएर गयो भने हुँदैन। स्पिरिचुअल कुरामा चाहिँ के हुन्छ भने प्रिन्सिपल चाहिँ एउटै हुन्छ। प्रिन्सिपल भन्छ नि, त्यो चाहिँ एउटै हुन्छ प्रिन्सिपल, आत्मिक प्रिन्सिपल। जस्तै एउटा आत्मिक मङ्कले फास्टिङ बस्छ
अनि क्रिस्चियनले पनि त फास्टिङ बसिरहेको हुन्छ नि त, होइन र? क्रिस्चियनले पनि त फास्टिङ बसिरहेको हुन्छ, मङ्कले पनि फास्टिङ बस्छ। अनि तपाईँहरूलाई चाहिँ यस्तो लाग्छ होला, होइन? हामी कोही बेला के भन्छौँ भने नि, हामी मात्रै राम्रो गर्ने भन्छौँ, हामीले मात्रै सत्य बोल्ने, नढाट्ने, राम्रो गर्ने भन्छौँ नि। हरेक आत्मिक मान्छेले त्यो कुरा गर्छ। एउटा हुन्छ अनक्लिन स्पिरिट, अशुद्ध आत्मा। अशुद्ध आत्मा गर्ने चाहिँ धामी झाँक्री, तिनले चाहिँ दारू खाएर, होइन, दारू खाएर चाहिँ नि के गरेर त्यो चाहिँ अनक्लिन स्पिरिट प्रयोग गर्ने मान्छे एउटा हुन्छ। एउटा हुन्छ त्यो चाहिँ हाई स्पिरिट खेलाउने मान्छे, हाई स्पिरिट। त्यो चाहिँ अनक्लिन स्पिरिट होइन, त्यो चाहिँ झरेको स्वर्गदूतहरू, होइन, झरेको स्वर्गदूत। जस्तै बुद्धले पूजा गरेकोलाई चट्याङ भन्छ, चट्याङ हुन्छ, होइन, त्यसलाई जे पनि नाम दिन्छ तर त्यो चट्याङ हो। त्यसलाई नै यता हिन्दूमा शेषनाग भन्छ, त्यो चाहिँ विष्णुको अवतार भन्छ, होइन। अनि त्यसलाई नै अर्को अर्को देशमा अरू अरू नाम दिइरहेको हुन्छ। तर उनीहरू चाहिँ हाई स्पिरिट, लुसिफर अनि लुसिफरसँग झरेको स्वर्गदूतहरू, तिनीहरू चाहिँ उनीहरू चाहिँ हाई स्पिरिट हो, अनक्लिन स्पिरिट होइन। र त्यो स्पिरिटभित्र चाहिँ यस प्रभुबाट ऊ गिर्यो, तर उसको चाहिँ लाइफ स्टाइल जुन थियो नि स्वर्गमा, त्यही लाइफ स्टाइल छ अहिले पनि, पवित्रताकै लाइफ स्टाइल। र त्यो स्पिरिटसँग पनि अपवित्र मान्छेहरू चाहिँ क्लोज हुन सक्दैन। तपाईँहरूलाई लाग्छ नि यो शैतानहरू चाहिँ अनक्लिन अनक्लिन अनक्लिन। दिन एउटा मङ्कसँग, त्यो मङ्कको जस्तो पवित्र जीवन एक दिन जिउन ट्राई गर्नु त, त्यहाँदेखि थाहा हुन्छ एउटा तपाईँ कति पाखण्डी रहेछ, कति यो संसारको भोखी रहेछ। एउटा बाइबल एकछिन पनि पढ्नु भएको छैन तपाईँले, त्यसले हाम्रो जतिको बाइबल अघि नै पढेर कोट गरिसक्यो उसले, उसको धर्मको कोट गरिसक्यो उसले। 2 घन्टा त मन्तरै मात्रै जप्नुको लागि, कोटै मात्रै गर्नुको लागि, डिक्लेरेसनै मात्रै गर्नुको लागि त्यो वचनहरू उसले सिकेको, वर्ड बाई वर्ड ब्रेनमा उसले सिकेर उसले कोट गरिसक्यो। अनि एउटा क्रिस्चियनले 1 वर्षमा पनि एउटा बाइबल पढिसक्दैन। अनि हामीले इच्छा गऱ्यौँ भने त 10 दिनमा पढिसक्छौँ बाइबल, त्यो त ठुलो कुरै भएन। तर इच्छा नगरेर एउटा पास्टरले पनि एउटा बाइबल पढिसकेकै हुँदैन। कस्तो भाते लेजी भन्ने कुराहरू चाहिँ त्यहीँ आउँछ। यो चाहिँ एउटा रियालिटीको कुरा है। हामी चाहिँ के सिक्यौँ भने पाखण्डीपन सिक्यौँ हो। त्यही भएको कारणले गर्दाखेरि चाहिँ आत्मिकता भन्ने कुरा चाहिँ प्रिन्सिपल चाहिँ एउटै हो भन्न खोजेको चाहिँ, एउटा व्यक्तिले आत्मिकतालाई चाहिँ पवित्र आत्माले हामीलाई आत्मिक बनाइदिनु हुने होइन। यो कुरा चाहिँ तपाईँले बुझ्नुहोस्। पवित्र आत्मा आउनु भएपछि पवित्र आत्मासँग मिल्ने काम चाहिँ हाम्रो हो। बाइबलको वचन के भन्छ, तिमीहरू मेरो नजिक आयो भने तिमीहरूको नजिक आउने चाहिँ त्यो चाहिँ आत्मिक प्रिन्सिपल हो। कुनै पनि आत्मासँग जोडिनुको लागि कुनै पनि आत्मिकै प्रिन्सिपल हो यो। त्यो चाहिँ एकदम रियालिटी। त्यो ब्रदर तपाईँ यहाँ हुनुहुन्छ नि, यहाँनिर मलाई चाहिँ थम्सअपहरू केही गर्नुहोस् है। उहाँको कुनै फोन युज गर्नुभएको छ नि, उहाँले चाहिँ गाउँ गाउँमा गएर प्रचार गर्नु हुँदो रहेछ, होइन। अनि उहाँ चाहिँ मसँग जोडिनु भयो, अनि मैले उहाँलाई चाहिँ अहिले प्रार्थनाहरू गर्दै लिड गरिरहेको छु, होइन। अनि उहाँ चाहिँ गाउँ गाउँमा गएर प्रचार गर्नुहुन्छ, भूत पनि निस्किँदो रहेछ। अनि एकजना आन्टीले चाहिँ माया गर्नुहुँदो रहेछ उहाँलाई, माया होइन, एकदम केयर गर्नुहुन्छ। एकजना वृद्ध परेको आन्टीले, छिमेकी हुनुहुँदो रहेछ, उहाँले राम्रो केयर गरेर स्पिरिचुअली देख्नुभयो कुनै कुरा। उहाँ चाहिँ साई बाबाको भक्त हुनुहुँदो रहेछ। अनि उहाँले भन्नुभयो कि भाइ जो पाए त्यसलाई तिमीले नि प्रार्थना गर्दै 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 नहिन, एक दिन नि अर्काको बिमार तिम्रो शरीरमा आउला है भन्नुभयो। किनभने उहाँले चाहिँ रेली नै देख्नुभयो, होइन, आत्मिक रूपमा। अनि उहाँले भन्नुभयो, अनि पछि चाहिँ उहाँको पेटमा चाहिँ, त्यो ब्रदरको पेटमा चाहिँ घाउै घाउ भित्र, डक्टरले पनि खोइ कसरी भयो थाहा छैन भन्छ, अनि घाउै घाउ छ भित्र। अनि उहाँले मलाई एक दिन 1-on-1 गर्ने भन्नुभयो, मसँग कल गर्ने भन्नुभयो। अनि उहाँसँग कल गर्दाखेरि मलाई नि परमेश्वरले त्यही कुरा भन्नुभयो कि तपाईँको जीवनमा चाहिँ एकदमै राम्रो अभिषेक थियो, अहिले चाहिँ तपाईँलाई एकदमै रित्याइदिएको छ शैतानले। किनभने पहिला चाहिँ तपाईँ आत्मिकतामा जोड दिनु भएन, खालि शैतान कास्ट आउट गर्ने, होइन, अभिषेकमा। अभिषेक एउटा, फेरि एउटा कुरा के हुन्छ भने अभिषिक्त मान्छे र आत्मिकी मान्छे चाहिँ फेरि दुईटा कुरा, भिन्नता कुरा हो। यो कुरा चाहिँ तपाईँलाई थोरै बुझाउनको लागि, किन अर्को पालि हामी परमेश्वरको आवाज लाइक गहिराइमा बुझ्दै जानेछौँ है। अनि म नेपाली क्लासहरू अझै गर्दै जानेछु। तर यो चाहिँ तपाईँहरूलाई फाउन्डेसन, एउटा अभिषिक्त
परमेश्वरको स्पिरिचुअल realmमा चाहिँ अभिषेक छ परमेश्वर राख्नु भएको। यो चाहिँ शैतानिकमा पनि एउटा एनोइन्टिङ कुण्डलिनी स्पिरिट शक्तिको छ, त्यो चाहिँ शैतानले कपी गरेको। त्यो चाहिँ अभिषिक्तता एनोइन्टिङ फिल गर्ने कुरा हुन्छ नि, त्यो चाहिँ परमेश्वरले पनि त्यसरी नै अपरेट गर्नुहुन्छ र शैतानले चाहिँ त्यो कपी गरेर चाहिँ मानिसहरू, शैतानले चाहिँ कपी गर्छ, परमेश्वर चाहिँ रियल हो होइन, तर शैतानले चाहिँ कपी गर्छ। अनि कतिचोटि थियोलोजिकल क्रिस्चियनहरूले झगडा गर्ने कुरा चाहिँ के हो भने शैतानले पनि गरिरहेको छ हामीले पनि गर्छौँ। अनि कतिजनाले यस्तो भनिरहेको हुन्छ यो हुन्छ नि पग्लुलवाला आत्मिकता नबुझ्ने मान्छेहरू कस्तो हुन्छ भने यो दिन परमेश्वरको अरे यो दिन शैतानको भनिरहेको हुन्छ। उनीहरूले सृष्टिमा परमेश्वरले सबै दिन परमेश्वरले सृष्टि गरेको हो नि त। अनि शैतानले कुनै दिन आफ्नो बनायो भने, शैतानले यो दिन मेरो भन्यो भने हामीले त हरेक दिन क्रिसमस भन्दै यीशुलाई पूजा गर्नुपर्ने दिन हो। हरेक दिन यो दिन चाहिँ प्रभुको, यो दिन चाहिँ प्रभुको। बाइबलको वचन के भन्छ? हरेक दिन चाहिँ परमेश्वरले सृष्टि गर्नुभएको उहाँको आराधना गर्नुपर्छ भने चाहिँ हरेक दिन परमेश्वरको बनाउनुपर्छ। शैतानिक मानिसहरूलाई के बनाइदिएछ भने आज एकादशीको व्रत फास्टिङ बस्नु। परमेश्वरले के भन्नुभयो भने मोसाले जब इजरायलीहरूलाई डोराइरहेको थियो तिमीहरूले आफूलाई एकदमै नुहाइधुवाइ गरेर पवित्र राखेर चाहिँ फास्टिङ सहित आउनु डाँडामा र परमेश्वरले चाहिँ तिमीलाई भेट्नुहुन्छ भन्ने कुरा गर्दाखेरि, अनि जब परमेश्वर उनीहरूलाई भेट्नुको लागि परमेश्वरको महिमा झर्दै आउँदाखेरि उनीहरूले हामी त सक्दैन, यो महिमा त धेरै हुन्छ नि परमेश्वरको उपस्थिति। पहिला त उनीहरूलाई त के लागेको थियो नि परमेश्वरको उपस्थिति भनेको के हो थाहा थिएन, तर जब परमेश्वरको स्ट्रङ उपस्थिति आयो नि त्यतिखेर सबैजना चाहिँ डराएर, यो चाहिँ अब तपाईँहरूलाई प्र्याक्टिकल कुरा भएन भने चाहिँ तपाईँलाई थाहा हुँदैन, भइरहेको हुन्छ। तपाईँले कसरी अझै इम्पार्टेसन भन्न खोजेको परमेश्वरको ग्लोरी भनेको चाहिँ त्यस्तो हो। त्यो अब त्यो चाहिँ अर्कै कुरा हो। त्यो चाहिँ अब परमेश्वरको ग्लोरीलाई चाहिँ मान्छेले खासै एउटा परमेश्वरले अर्को व्यक्तिबाट भएर ट्रान्सफर गर्नुहुन्छ धेरैचोटि परमेश्वरको ग्लोरीलाई, तर त्यो एउटा प्रिन्सिपल हो। तर त्यो कुरा चाहिँ तपाईँहरूले एक्सपिरियन्स गर्दा मात्रै थाहा पाउनुहुन्छ, एक्सपिरियन्सबाट मात्रै, कि परमेश्वरको ग्लोरी चाहिँ अझै। पहिला चाहिँ हामीलाई के लाग्छ मलाई म त एकदम खतरा सक्छु जस्तो लागिरहन्छ, तर जब त्यो ग्लोरी भन्ने कुरा चाहिँ, महिमा भन्ने कुरा चाहिँ जब तपाईँहरूको जीवनमा अलिकति मात्रै आउँछ तब थाहा हुन्छ कि म मर्छु होला अब क्या टाइपको, अर्कै प्रकारको अभिषेक र आत्मिकता भिन्नता हो। साधु सुन्दर सिल्वराज भने प्रभुको दास आत्मिक हो, अभिषिक्त होइन। भन्न खोजेको आत्मिक व्यक्तिले चाहिँ अरूलाई अभिषेक गर्नु सक्छ, आत्मिक व्यक्तिले चाहिँ अभिषेकलाई कन्ट्रोल गर्नु सक्छ। भन्न खोजेको अभिषेकलाई चाहिँ कसरी प्रयोग गर्ने जान्दछ। आत्मिकता भर्सेस अभिषिकता चाहिँ भिन्नता हो। मलाई यस्तो लाग्थ्यो कतिजना अभिषेकमा सेवाकाई गर्ने, डेलिभरेन्स गर्ने प्रभुको दासहरूले, मलाई त्यस्तो लाग्थ्यो सबै आत्मिकै होला जस्तो लाग्थ्यो। एटलिस्ट आफ्नो स्वर्गदूत चाहिँ देखेको छ जस्तो लाग्थ्यो होइन। अनि पछि उनीहरूसँग अलिकति आत्मिक कुरा गर्दाखेरि आत्मिक कुरै जान्दैन रहेछ अन्तिममा। तपाईँहरूले पनि एकखेप विचार गर्नुभएको छैन, तपाईँले सपना देख्नुभयो, प्रभु मसँग बोल्नुभयो भन्नुभयो भने, अनि आत्मिक कुरा गएर चाहिँ अभिषेकमा सेवाकै गर्ने डेलिभरेन्स पास्टरहरूलाई सोध्नुभयो भने बुझ्दैन तपाईँले भनेको कुरै। त्यो चाहिँ के भयो भने आत्मिक भएन, उनीहरू चाहिँ आत्मिक भएन। तपाईँले कतिचोटि यो पास्टरले के वचन बोल्छ थाहा भइरहेको हुन्छ, तपाईँ चाहिँ आत्मिक भयो तर ऊ चाहिँ आत्मिक भएन क्या। भोलि के हुन्छ भन्ने कुरा कतिचोटि तपाईँले पर्सिभ गरिरहेको हुन्छ भित्र आत्मामा। कतिचोटि तपाईँको आत्मामा चाहिँ तपाईँले थाहा पाइरहेको हुन्छ। जतिजना आत्मिक हुनुहुन्छ अथवा आत्मिकतामा बढ्दै हुन्छ उनीहरूलाई थाहा हुन्छ, थाहा पाइरहेको हुन्छ। साधु सुन्दर सल्वराज किन आत्मिक हुन सक्नुभयो भने उहाँको ब्याकग्राउन्ड नै साधु हो नि त, उहाँको ब्याकग्राउन्ड नै साधुबाट आएको हो नि त। त्यस कारणले गर्दाखेरि उनीहरूको ब्याकग्राउन्ड नै साधु। एउटा मेन्टल भन्ने कुरा हुन्छ क्या, मेन्टल भन्ने कुरा हुन्छ। त्यो आध्यात्मिक मेन्टल भएपछि प्रभुमा मेडिटेसन गर्न, फोकस गर्न सजिलो हुन्छ अलरेडी नै। साधुजीलाई कल्याण बढी भाते नहुनु त्यसले तपाईँलाई चाहिँ आत्मिक हुनु सहायता गर्दैन भन्नु पर्दैन उसलाई क्या, आफै थाहा छ। ऊ अलरेडी नै त्यो मेन्टल उसको डिएनएमा आएको छ क्या, उसको परिवारबाट हुन्छ नि। तर त्यही साधुजीले अलिकति अभिषेक अरूलाई डालिदियो भने त्यो व्यक्ति खारा बाखा सुठा अभिषेकले काम गरिरहेको हुन्छ, तर त्यो व्यक्ति अभिषेक त मात्रै हुन्छ, आत्मिक हुनुमा गिर्छ, आत्मिक हुन सक्दैन हो। त्यही भएर चाहिँ कतिचोटि चाहिँ साधुजीको छोराहरूले
कुनै गफ लायो भने क्या बढी बोल्यो, हाउडे हाउडे कुरा गर्यो प्रकाश दिन बाहिरको भने, अनि हामीले चाहिँ साधुजीलाई चाहिँ एट्याक गरेको हुन्छ नि मान्छे, त्यो होइन। साधुजी आत्मिक हो। साधु सुन्दर सेल्वराज चाहिँ आत्मिक, प्रभुलाई देख्ने, एन्जललाई देख्ने, स्वर्गमा आउट अफ बडी एक्सपिरियन्स हुने, त्यो आत्मिक। आत्मिक तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ एनवाइन्टेड र आत्मिक चाहिँ भिन्नता हो। एनवाइन्टिङको कुरा, डेलिभरेन्स भएको कुरा देखेपछि कहिलेचोटि आत्मिक मान्छेलाई डिस्करेज भइरहेको हुन्छ, मेरो जीवनमा किन त्यो भयो, तर त्यो होइन। तपाईँको जोर्नी आत्मिक हो, एनवाइन्टेड र स्पिरिचुअल। र स्पिरिचुअल जोर्नीमा भएको व्यक्तिले जति नै फायर देखे पनि तपाईँको मनमा त्यो शान्ति नै मिल्दैन क्या, किनभने तपाईँले चाहेको चाहिँ आत्मिकता हो। कसरी चाहिँ म चाहिँ शरीरबाट पूर्ण रूपमा अझै मात्रामा एक आयाम बढ्दै 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 आत्मिकताभित्र बस्ने, आत्मिक रेलमभित्र। र कसरी जान्ने कि म परमेश्वरसँग हिँड्ने, हनोक प्रभुसँग हिँड्यो, अब्राहम प्रभुसँग हिँड्यो नि, तपाईँलाई चाहिँ त्यो कुराले ट्रिगर गर्छ क्या तपाईँको स्पिरिटमा। यदि मोसा प्रभुसँग हिँड्यो भने चाहिँ म चाहिँ कसरी हिँड्नु प्रभुसँग भन्ने हुन्छ क्या, तपाईँको मनमा चाहिँ ट्रिगर गर्छ। एनवाइन्टिङ आइरहेको हुन्छ तपाईँलाई, यस, तर त्यो एनवाइन्टिङले सेटिस्फाई नै हुँदैन क्या। तपाईँभित्र चाहिँ के हुन्छ भने मोसाले मल्टिट्युड अफ स्वर्गदूतहरूसँग हिँड्यो भने म कसरी हिँड्नु, होइन, हनोक प्रभुसँग हिँड्यो म कसरी हिँड्नु, त्यो कुरा ट्रिगर हुन्छ क्या। त्यही बाइबल पढ्नुहुन्छ तपाईँ, तर तपाईँलाई चाहिँ अर्कै कुराले ट्रिगर गर्छ क्या। त्यो चाहिँ के हो भने तपाईँको चाहिँ आत्मिक जोड्ने हो। त्यो आत्मिक व्यक्तिले चाहिँ यो सपनाको कुरा, प्रभुको आवाज, बोल्ने कुरा छ नि, प्रभु कसरी बोल्नुहुन्छ र आत्मिक जोर्नीमा कसरी जाने, यो कुरालाई चाहिँ गहन रूपमा लिन सक्छ। यदि कोही व्यक्तिले, होइन, तपाईँहरूलाई चाहिँ सपनाबाट प्रभु बोल्नुहुन्न तर परमेश्वर चाहिँ आवाजबाट मात्रै बोल्नुहुन्छ भन्यो भने पहिलो कुरा चाहिँ बिचारा उसलाई थाहा छैन क्या। पहिलो कुरा उसलाई बिचारा थाहा छैन। अनि एउटा व्यक्तिले चाहिँ बाइबलबाट मात्रै प्रभु बोल्नुहुन्छ भन्यो भने चाहिँ, अनि बाइबल नै हो सर्वस्व भन्यो भने पनि बेचारा उसलाई जे जाने उसले त्यति बोल्यो क्या। उसलाई बिचारा थाहा छैन कम्प्लिटनेसमा, अथवा ऊ आत्मिकतै थाहा छैन उसलाई, होइन। अनि यदि कोही व्यक्ति चाहिँ प्रभु चाहिँ अडिबल्ली मात्रै बोल्नुहुन्छ भन्यो भने चाहिँ सायद उसले त्यसरी सुन्यो होला, त्यो राम्रो हो, तर उसले चाहिँ उसलाई चाहिँ पूर्णता भएन, त्यो पूर्णताको ज्ञान भएन, आत्मिकताको पूर्णताको ज्ञान। तपाईँले अयुबले भन्नुभएको हेर्नुभयो कि परमेश्वर सपनामा, दर्शनमा र मानिसहरू मस्त निन्द्रामा सुतेको बेला हरेक प्रकारले प्रभु बोल्नुहुन्छ र मानिसहरूले चाहिँ सुन्न सक्दैन भन्ने कुरा तपाईँले हेर्नुभयो। र अब्राहमले पनि सपना देखेको पछि हुने कुरा, मोसाको जीवनमा 100औं वर्ष पछाडि अर्को शताब्दीहरूमा हुने कुरा मोसाले अलरेडी देखेको कुरा पनि, अब्राहमले अलरेडी देख्नु भएको कुरा पनि तपाईँहरूले मैले देखाएँ। र तपाईँहरूले बुझ्नुपर्ने कुरा चाहिँ सपनाभित्र चाहिँ यो कुरा बुझ्नुहोस् कि एउटा हुन्छ रियलिस्टिक ड्रिम। अब म यो एउटा कुराहरू बुझाउने छु बाइबलको वचनहरूबाट एउटा उदाहरण दिएर, है त। एउटा हुन्छ पहिलो कुरा रियलिस्टिक ड्रिम, अर्को हुन्छ सिम्बोलिक ड्रिम, चिन्हद्वारा प्रभु बोल्ने सिम्बोलिक ड्रिम, र अर्को हुन्छ मेसेज ड्रिम, सन्देशवाला सपना, सन्देशपूर्वक सन्देश हुने अथवा सन्देश भएको सपना। एउटा रियलिस्टिक सपना चाहिँ मत्तीको पुस्तक 1:20। अब धेरै छन् तर मैले चाहिँ नयाँ करारबाट कुनै वचन देखाएको, ताकि पुरानो करारहरूबाट मात्रै देखायो भने फेरि होइन हामी त पवित्र आत्माको समय हो अहिले भन्ने कुरा भएर कतिचोटि हामीले स्किप गर्न सक्छौँ। त्यही भएर म प्रायः चाहिँ नयाँ करारबाट देखाउन प्रयास गर्छु वचनहरू चाहिँ। र तपाईँहरूले चाहिँ यहाँनिर मत्तीको पुस्तक 1:20 लाई चाहिँ हामी रियलिस्टिक ड्रिमलाई म थोरै बुझाउँछु, है त। च्याप्टर 1 को भर्स 20। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने, योसेफ दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। यो चाहिँ कस्तो ड्रिम हो भने रियलिस्टिक। यसलाई चाहिँ उल्टै चाहिँदैन, इन्टरप्रिटेसनै नचाहिने ड्रिम क्या। यसलाई इन्टरप्रिटेसन केही चाहिँदैन, यसको बारेमा तपाईँले सोच्नै पर्दैन। त्यो जस्तोको त्यस्तै देखिने ड्रिम रियलिस्टिक भनेको। रियलिस्टिक ड्रिम चाहिँ कस्तो भने जस्तोको त्यस्तै तपाईँले देख्नुभयो र त्यस्तै हुन्छ। त्यो चाहिँ एउटा, त्यसको चाहिँ उल्टै चाहिँदैन, त्यो चाहिँ रियलिस्टिक ड्रिम। जसरी स्वर्गदूतले आएर चाहिँ
योसेफलाई भने कि तिम्रो एउटा पुत्र जन्मिन्छ, त्यो पुत्र जन्मिनेवाला छ, त्यो चाहिँ परमेश्वरबाट हो, नडरा, स्वीकार्नुको लागि त्यो स्त्रीलाई भन्ने। र अर्को मत्ती 2:13 तिनीहरू गएपछि परमप्रभुका एउटा दूत सपनामा योसेफ कहाँ देखा परे र तिनले यसो भने, उठ, साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्र देशमा भागिहाल र तिमीलाई मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ। यो योसेफलाई जुन स्वर्गदूतले भनेको छ नि कि तिम्रो पत्नी मरियम र छोरा प्रभु येशूलाई लिएर चाहिँ यहाँबाट भागिहाल, किनभने हेरोदले चाहिँ अब मार्ने योजना बनाउँदैछ भन्यो नि। रियलिस्टिक ड्रिम, यसको चाहिँ उल्टै चाहिँदैन। प्रेरितको पुस्तक, तपाईँले एउटा कुरो बुझ्नु कि प्रेरित चाहिँ प्योर नयाँ टेस्टामेन्ट हो क्या, प्रेरित 2 अध्यायदेखि उता। किन प्रेरित 2 अध्याय भनेको 1 अध्यायभित्रमै प्रभु येशू अलरेडी स्वर्ग उचालिनु भएको थियो, जीवित भएर अनि स्वर्ग उचालिनु भएको थियो सबै चेलाहरूको अगाडि, म चाँडै आउनेछु भनेर, होइन। अनि त्यस पछाडि जुन स्पेसली पावलको कुरा छ नि, त्यो चाहिँ प्योर न्यू टेस्टामेन्ट, हाम्रै शताब्दी जस्तो हो क्या। तपाईँ र मेरो जेनेरेसनको एपोस्टल जस्तै हो क्या पावल चाहिँ, हाम्रो शताब्दीको कुरा हो। म तपाईँलाई यो रियलिस्टिक ड्रिम अर्को पनि एउटा सपना जुन पावलले देखेको सपना भन्छु है त। प्रेरितको पुस्तक 16:9-10, च्याप्टर 16 भर्स 9 र 10। प्रेरित, राति पावललाई एउटा दर्शन भयो। माकेडोनियाको एकजना मानिस खडा भई तिनलाई बिन्ती गरिरहेको थियो, माकेडोनियामा आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। जब तिनले यो दर्शन पाए तुरुन्तै हामी माकेडोनियामा जान तयार भयौं। हामीले यो निश्चय गर्यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्वरले हामीलाई बोलाउनु भएको रहेछ। यो एउटा मान्छेले बोलाइरहेको थियो नि, त्यो चाहिँ स्वर्गदूत हो। अनि यो चाहिँ स्वर्गदूतको क्लासमा म सिकाउँछु। धेरैजना मान्छेसँग स्वर्गदूत बोलिराख्नु भयो नि भएको हुन्छ, तर उनीहरूलाई थाहा हुँदैन कि मसँग स्वर्गदूत बोल्नु भयो आज भनेर। र एउटा मान्छे छ नि, यो चाहिँ स्वर्गदूत हो। र स्वर्गदूतले चाहिँ गएर माकेडोनियामा आउनुहोस् र प्रचार गर्नुहुन्छ। यो चाहिँ माकेडोनियाको स्वर्गदूत। हरेक इलाकामा स्वर्गदूत हुन्छ। यो चाहिँ एन्जल क्लास र डिमोनिक क्लास अस्ति पहिला मैले टिचिङ गरेको मैले कभर गरेको छु, थाहा छैन। तर हरेक ठाउँमा चाहिँ त्यही भनेको चाहिँ एउटा आत्मिक व्यक्तिलाई थाहा हुन्छ। त्यो एउटा आत्मिक व्यक्तिले के भन्छ भने, यो ठाउँमा चाहिँ फल्ना देवी बस्छ भन्छ, यो ठाउँमा फल्ना देवी बस्छ। त्यो टेरिटोरियल डिमोनहरू हो, टेरिटोरियल शैतानहरू हो, टेरिटोरीमा बस्ने शैतान। त्यसरी नै टेरिटोरीमा बस्ने एन्जल पनि हुन्छ, स्वर्गदूत पनि हुन्छ। अनि एउटा व्यक्ति, आत्मिक व्यक्ति चाहिँ त्यो टेरिटोरीसँग जोडिन्छ, त्यो टेरिटोरीमा बस्ने एन्जलसँग, स्वर्गदूतसँग जोडिन्छ। अनि त्यो एन्जलसँग जोडिएपछि के हुन्छ, सजिलो हुन्छ जीवन, सेवाकाई गर्नुको लागि, हरेक कुरा गर्नुको लागि, जीवन काम गर्नुको लागि, बिजनेस गर्नुको लागि सजिलो हुन्छ। किनभने त्यो टेरिटोरियल डिमोनले चाहिँ तपाईँलाई के गर्न सक्दैन, किनभने तपाईँ चाहिँ त्यो इलाकाको स्वर्गदूतसँग जोडिनु भएपछि त्यो इलाकाको देवीले केही गर्न सक्दैन तपाईँलाई। त्यस्तो प्रकारको कुरा हुन्छ। र यो चाहिँ माकेडोनियाको स्वर्गदूतले चाहिँ एउटा मान्छे देखा परे र पावललाई भने कि माकेडोनियामा आएर प्रचार गर्नु भनेको चाहिँ माकेडोनियाको स्वर्गदूतले अथवा स्वर्गदूतले चाहिँ बोलाएको, आह्वान गरेको चाहिँ रियलिस्टिक ड्रिम, अहिले नै गरिहाल्नुपर्छ, गर्नुहोस् भन्ने टाइपको बोलावट। पावललाई चाहिँ बोलावट अथवा पावललाई चाहिँ आह्वान गरिरहेको स्वर्गदूतले। यो चाहिँ स्वर्गदूतलाई दिएको कुरा। अर्को हुन्छ सिम्बोलिक ड्रिम। सिम्बोलिक ड्रिम, अब यो म वचनबाट देखाइराख्दिनँ। एउटा राजाले 7वटा तन्दुरुस्त गाई अनि अर्को चाहिँ कमजोरी गाई देख्यो, र तन्दुरुस्त गाईले कमजोरी गाईलाई खायो। र राजाले त्यो सपना देखेपछि कन्फ्युज भयो के देखे। अनि योसेफले आएर इन्टरप्रेट गर्यो। एक दिन चाहिँ अनिकाल हुन लागिरहेको छ, तन्दुरुस्त गाई भनेको यो गाई भनेको त्यो। त्यसमा चाहिँ इन्टरप्रेटर चाहिन्छ, सिम्बोलिक सपनामा चाहिँ, होइन, सिम्बोलिक सपनामा चाहिँ इन्टरप्रेटर चाहिन्छ। कोही बेला तपाईँले रुख देख्नुहुन्छ सपनामा र रुखको पातहरू झरिरहेको थियो, रुख ओइलाइरहेको थियो भने कोही बेला रुख भनेको किनभने आत्मिक संसारले कोही बेला मान्छेलाई रुखको रूपमा तुलना गर्छ। बिरुवा, रुख, ऊ कति बढेको छ, कति हराभरा छ, होइन। त्यसले चाहिँ तपाईँ अथवा कोही व्यक्तिको बारेमा जसलाई प्रार्थना गरिराख्नु भएको थियो, जसको बारेमा त्यो देख्नुभयो भने चाहिँ त्यो चाहिँ सिम्बोलिक रूपमा प्रभु बोलेको कि यो व्यक्तिको जीवनमा, अथवा कुनैमा किरा लागेको रुख छ भने यो चाहिँ एकदम इन्फेक्सियस छ, बास सबै हुन्छ, झुटा शिक्षाहरू हुन्छ नि बटुलेर यो चाहिँ पुरै किरा लागिरहेछ यसको आत्मिक जीवनमा भन्ने कुरा हुन्छ क्या सिम्बोलिक ड्रिमभित्र। जस्तै उदाहरणको लागि कुकुरले आएर जहिले खेदाउँछ तपाईँलाई, टोक्छ आएर, सिम्बोलिक ड्रिम हो कि शैतानले, डिमोनले आएर तपाईँलाई जितिरहेको छ। प्रार्थनाको जीवनमा तपाईँले ख्याल गर्नु पर्यो,
अझै मात्रामा भन्ने कुरा हो क्या सिम्बोलिक ड्रिम। सिम्बोलिक ड्रिम भनेको त्यो कुकुरले टोकेपछि तपाईँको आत्मिक जीवनै सकियो क्या त्यहाँदेखि कतिजनाको त आत्मिक जीवनै सकियो। त्यहाँदेखि त प्रार्थना पनि अघि बढेको छैन, काम पनि गुम्यो, कतिजनाको बुढाबुढीको झगडा पनि पर्न थाल्यो। के भयो भने त्यो सिम्बोलिक ड्रिम। सिम्बोलिक ड्रिम भनेको शैतानले त्यसलाई जित्दैछ। सिम्बोलिक ड्रिम, सिम्बोलिक ड्रिममा चाहिँ कस्तो हुन्छ भने सिम्बोलिक ड्रिम भनेको सिम्बल देख्ने क्या, कुनै कुराको प्रतिबिम्बित गर्ने, रिप्रेजेन्ट गर्ने कुरा देख्ने क्या सिम्बल। मेडिटेसन गर्दै गर्दाखेरि मैले चाहिँ स्पिरिटमा एउटा ऱ्यालमभित्र पसेँ होइन। अनि त्यो ऱ्यालमभित्र पस्दाखेरि चाहिँ त्यो चाहिँ के थियो भने जेजेबेलको क्या। अनि जेजेबेल चाहिँ एकदमै महान प्रोफेटिक आत्मा हो नि त, शैतानिक आत्मा, तर एकदमै ठुलो देवी हो नि त जेजेबेल। त्यो जेजेबेल चाहिँ बसिरहेकोमा चाहिँ ठुलो एउटा उसको चाहिँ आफ्नै एउटा किङडम छ, स्वर्ग। तपाईँहरूले स्वर्गको बारेमा अरूबाट टिचिङ गर्छु, धेरैवटा स्वर्ग छ क्या, धेरैवटा स्वर्ग छ। एकपल्ट परमेश्वरको सभामा अयुबलाई परीक्षा गर्ने शैतान पनि गएको थियो क्या। कुनै कुनै स्वर्गदूतहरू जाने सभा, कुनै कुनै स्वर्गदूतले एक्सेस गर्ने स्वर्ग हुन्छ नि, त्यो स्वर्गसम्म चाहिँ शैतान पनि जान सक्छ क्या। प्रभुले सोध्नु भएको थियो नि त अयुबलाई परीक्षा गर्ने शैतानलाई, त कहाँबाट आइस भन्दा म घुम्दै घुम्दै आएको भनेको। कुनै हेभेन हुन्छ, त्यो हेभेनसम्म चाहिँ शैतानले पनि एक्सेस गर्न सक्छ। यो चाहिँ फाल्टै कुरा हो। तर जेजेबेलिक ऱ्यालममा मान्छे हो, त्यही भएर मेडिटेटिभ गर्दाखेरि आत्मिकतामा चाहिँ जहिले पनि हामीलाई गाइडेन्स चाहिन्छ, राइट मेन्टर, आत्मिक व्यक्ति नै चाहिन्छ गाइड गर्नको लागि। प्रोफेट प्यासन नआउनु भए म आत्मिकता भन्ने कुरा के बुझ्थिनँ क्या। आत्मिकता के हो, अभिषेक के हो, यो के हो, त्यो के हो, के बुझ्थिनँ। सायद मेरो जीवनमा एउटा काम भइरहेको हुन्थ्यो कुनै कुनै प्रभुको, तर म चाहिँ कन्फ्युज हुन्थेँ क्या। जेजेबेलको ऱ्यालममा जेजेबेल भएको ठाउँमा म पुगेँ, र जेजेबेल भएको ठाउँमा चाहिँ जेजेबेलको आफ्नै स्वर्गदूतहरू छ क्या। अनि हो त्यो स्वर्गदूतहरूलाई चाहिँ उसले सोध्यो कि यो कसरी यहाँ आयो भनेपछि हामीलाई थाहा छैन यो यसले मेडिटेसन के गरेर यो आयो भन्दाखेरि त्यो जेजेबेलले चाहिँ हेरेपछि यो त सानो, यसको लेभलै छैन क्या, यो सानो फुच्चे, यसलाई निकाल भन्ने बित्तिकै म शरीरमा सेन्समा आयो क्या मेरो। त्यो चाहिँ के हो भने शैतानिक ऱ्यालममा पनि शैतानहरूको पनि लेभल छ क्या, सबै एउटै लेभलको शैतान छैन क्या। त्यही भएर एकपल्ट हाम्रो सिस्टरले, म ठुलो ठुलो बुद्धहरूसँग बुद्धिस्ट मङ्कहरूसँग बसिरहेको डाँडाको टुप्पामा देख्नुभयो उहाँले दर्शनमा। त्यो चाहिँ म शैतानिस भनेर देखेको होइन, त्यो चाहिँ प्रभुले चाहिँ त्यो सिम्बलाइज गरेको कि त्यो मङ्कहरू त हाई डाइमेन्सनको स्पिरिचुअल मान्छे हो नि त, त्यस्तै हाई डाइमेन्सनको म्यान अफ गड हो भनेर प्रभुले देखाउनु खोजेको। आई डोन्ट नो तपाईँहरूले यो कुरो बुझ्नुभयो कि भएन, तर त्यो चाहिँ एउटा सिम्बलिक कुरा चाहिँ, त्यसको चाहिँ इन्टरप्रिटेसन गर्ने मान्छे चाहिँ राइट चाहिन्छ। राइट उल्था गर्ने मान्छे भेट्नु भएन भने, अथवा तपाईँ आफै पनि उल्था गर्न जान्नु भएन भने तपाईँ चाहिँ कन्फ्युज हुन्छ क्या। कतिचोटि तपाईँ त्यसै बित्थामा रोइरहेको हुन्छ क्या, प्रभुले राम्रो प्रकारले बोल्नु खोजेको, तर परमेश्वरले चाहिँ राम्रो प्रकारको सपना दिएको अथवा दर्शन दिएको, तर तपाईँले नबुझेर चाहिँ तपाईँ त्यसै बित्थामा भड्किनु भयो क्या। सिम्बोलिक सपना जनावर आएको देख्न सक्नुहुन्छ कतिचोटि होइन। अनि त्यो जनावरको इन्टरप्रिटेसन तपाईँले बुझ्नु पर्यो। त्यो चाहिँ सिम्बोलिक सपना चाहिँ त्यस्तो प्रकारको हुन्छ। जस्तै मैले योसेफको बारेमा अघि भने कि योसेफ जेलमा हुँदा राजाले सपना देख्यो, कुनै कमजोर गाईले आएर तन्दुरुस्त गाईलाई खाइदियो, त्यो चाहिँ एक दिन 7 वर्ष चाहिँ यस्तो यस्तो समस्या आउने छ भनेर, अनिकालको समय आउने छ भनेको हो भनेर उसले चाहिँ इन्टरप्रेट गर्यो। यसमा गहिराइमा जाँदा सिम्बोलिक कुरा तपाईँले बुझ्नुभयो होला। र अर्को कुरा चाहिँ मेसेजको सपना, एउटा सन्देशमूलक सपना। अब यो सन्देशमूलक सपनामा चाहिँ धेरैवटा कुरा तपाईँले देख्नु भएको हुन्छ, तर त्यसको सपनाको अर्थ चाहिँ एउटै हुन्छ। उदाहरणको लागि मैले एउटी केटीको लागि विवाह गर्नु कि नगर्नु भनेर प्रार्थना गरिरहेको थिएँ उदाहरणको लागि होइन। अनि सपनामा मैले यस्तो देखेँ अरे उदाहरणको लागि, पास्टर पनि आउनुभयो, प्रार्थना गर्दिन, सबै मान्छे आए, उसको ससुराली पनि आयो, यता मेरोबाट पनि मान्छेहरू आयो, खानाहरू पनि तयार छ, तामझाम बाजा पनि बजाइरहेको छ होइन, हालेलुया हालेलुया भन्दै पुरा प्रार्थना नै गरिरहेछन्, धन्यवाद पनि दिइरहेछन् हाम्रो विवाहको लागि। तर के भयो भने दुलै आउनु बाहिर भन्दाखेरि दुलै त आएन। दुलै त आउने भित्रबाट एकछिन म मेकअप गर्दैछु भनेर मेकअप गर्दैछ अरे दुलैले भनेर दुलै मेकअपै भइसकेन।
अनि ऊ बाहिर आउँदै आएन, अनि आउँदै आएन सबैजना त्यो खाने मान्छेहरू सबैजना खाएर गइसके जन्तीहरू पनि। बेलुका भइसक्यो कोही दुलै आउँदिन भनौँ। पास्टरले जसले प्रार्थना गरिदिन्छु भने त्यो पास्टर पनि गयो। त्यो दुईजना हात पक्रेर प्रार्थना गर है, लु हामी चाहिँ गयौँ, मेरो आशिष छ भनेर गयो। दुलै चाहिँ म आउँछु एकछिन भनेर बन्दै बाहिर आएन भने, सबैजना गयो भने मलाई सपनामा त्यो मेसेज चाहिँ एउटा कुरा छ क्या। धेरै कुरा देखेँ नि मैले, चिनेको मान्छेहरू पनि देखेँ क्या मैले त्यहाँ भने सपनामा, चिनेको मान्छे पनि देखेँ, मान्छे हाँसी पनि रहेको थियो, हाउडे कुरा पनि गरेको सुने होइन। के देखे हुन्छ नि त, हाउडे कुरा गरेको पनि सुने, पास्टर पनि देखेँ, म पनि हाँसेँ होइन, फल्ना अङ्कल पनि आयो होइन, पहिलाको साथीहरू पनि आयो, के देखेँ, म पनि नाचेँ होइन, हालेलुया होसना हालेलुया गरेर म पनि नाचेँ। अब के देखेको मैले, हाउडे देखेको कि के देखेको? तर यसको सन्देश एउटा मात्रै प्रभुले बोल्नु खोजेको, त्यो चाहिँ के हो भने यो केटीलाई चाहिँ तैँले विवाह नगर, किन यो केटी तेरो लागि सही छैन अथवा तयार भइसकेको छैन। अनि यो केटीलाई तैँले विवाह गरेछन्, तेरो सेवाकाई सबै कुरा डुब्नेवाला छ, सबै कुरा त चाहिँ साथीहरूसँग मजाले नाच्नेवाला छ, हालेलुया गर्ने गइरहेको थिइस् नि अघि। यो सबै कुरा यो नाच्ने चाहिँ अन्तिम दिन हुनेछ तेरो, यो केटीसँग प्रार्थना गरिस् भने चाहिँ त चाहिँ नाच्ने र हाँस्ने चाहिँ अन्तिम दिन हुनेछ यो केटीसँग प्रार्थना गरिस् भने। सबै कुरा सबैजना चाहिँ छोडेर जानेछ तँलाई भनेर चाहिँ प्रभुले एउटा मेसेज दिएको हुन्छ होइन। यो चाहिँ मेसेज ड्रिम चाहिँ कतिचोटि मान्छेले मिस गरेको चाहिँ कारण त्यो धेरै कुरा देख्छ क्या। त्यो फल्ना गाउँको लाटा पनि आयो, ए गरेर बोलिरहेको थियो, अर्को पनि आयो, अरू हाउडे कुरा पनि बोल्छ तपाईँले त्यो ड्रिमभित्र, मेसेज ड्रिम, सन्देशको ड्रिममा। तर त्यसको सन्देश एउटा मात्रै हुन्छ क्या, तर तपाईँले त्यो मिस गर्नु भने सक्यो फेरि हो। त्यही भएर परमेश्वरले कतिपल्ट चाहिँ तपाईँलाई उत्तर दिनुहुन्छ सपनाबाट, र परमेश्वर चाहिँ हरेक सपनाभित्र चाहिँ धेरै कुरा देख्नुहुन्छ क्या। तपाईँले मेसेज ड्रिमभित्र धेरै कुरा देख्नुहुन्छ होइन। मान्छे पनि आयो बोल्यो, तपाईँले हाउडे कुरा बोलेको पनि देख्नुहुन्छ। अहिले भर्खर तपाईँले प्रार्थना गरिदियो, कसैलाई चङ्गाइ पनि भयो, फेरि तपाईँले हाउडे कुरा कोसँग बोलिरहेको पनि हुन्छ होइन। तर त्यो चाहिँ तपाईँहरूले कोही बेला नेग्लेक्ट गर्नुहुन्छ कि मैले हाउडे पनि बोलेँ, फेरि त्यो आत्मिक कुरा पनि भएको थियो अथवा कुनै राम्रो कुरा जस्तो पनि भएको थियो। तर के चाहिँ हो सपनाको अर्थ होइन। तर त्यसको चाहिँ अर्थ चाहिँ तपाईँले बुझ्नुपर्छ, किनभने त्यो भित्र चाहिँ परमेश्वरले केही मेसेज दिइराख्नु भएको हुन्छ। सो मेसेज ड्रिम पनि नेग्लेक्ट गर्नु हुँदैन। सिम्बोलिक ड्रिमको उल्टा चाहिन्छ, अनि मेसेज दिने सपनाको पनि उल्टा धेरै जान्नुपर्छ तपाईँले। तर परमेश्वर चाहिँ सपनाबाट मेसेज ड्रिम दिएर पनि बोलिराख्नु भएको हुन्छ। प्रभु येशू पनि संसारमा हुनु हुँदाखेरि जहिले पनि दृष्टान्तमा बोल्नुभयो क्या, डाइरेक्ट बोल्नु भएन। परमेश्वरको राज्य अथवा परमेश्वरको वचन भनेको यस्तो हो कि एउटा मान्छे बिउ छर्न निस्क्यो, बिउ छर्दै जाँदाखेरि कोही ढुङ्गेनी जमिनमा पर्यो, कोही मलिलो जमिनमा पर्यो, र कोही चाहिँ बलुवा भएकोमा पर्यो। तर कुन चाहिँ स्थिर रह्यो भने जुन चाहिँ माटोमा राम्ररी गाडिएको थियो। त्यस्तै हो प्रभुको वचन पनि। एउटा कोही बेला हामी पढिरहेका हुन्छौँ, वचन छरिरहेको हुन्छ अथवा कसैले सिकाइरहेको हुन्छ, तर कोही बेला आफ्नो हृदय तयार छैन भने त्यो चाहिँ बाहिर ढुङ्गेनी जमिना जस्तो भएर गइरहेको हुन्छ, कोही बेला बलुवामा जस्तो भएर गइरहेको हुन्छ। तर मलिलो हृदय छ, मासुको हृदय, ढुङ्गाको हृदय छैन भने चाहिँ के हुन्छ, त्यो हृदयमा चाहिँ वचन गाडिन्छ र त्यहाँ चाहिँ 100 गुणा 60 गुणा फल फल्छ। अथवा त्यही वचन उसले जानेको कारणले गर्दाखेरि उसले अप्लाई गर्छ र त्यो वचनलाई उसले जीवनमा कार्यान्वयन गरेको कारणले गर्दाखेरि के हुन्छ, उसको जीवनबाट प्रभु काम हुन्छ भन्ने कुराहरू हुन्छ नि। यो चाहिँ बुझ्नुपर्छ तपाईँले कि प्रभुले दृष्टान्तमा बोल्नुहुन्छ, अनि सपनाहरू जति पनि देख्छौँ नि त्यो दृष्टान्त हो। प्रभुले बोल्नुभएको दृष्टान्त हाम्रो जीवनमा, त्यो दृष्टान्त इक्जाम्पल दिएको क्या। त्यो सपनाबाट चाहिँ प्रभुले मेसेज दिएको। प्रभुको बोल्ने शैली त्यही हो। अनि प्रभु चाहिँ एउटा मिस्टिरियस, महान मिस्टिरियस उहाँको बोल्ने शैली। जब एउटा नयाँ विश्वासी हुन्छौँ नि, त्यो नयाँ विश्वासीलाई चाहिँ एउटा कुरा हामीले सिकाउँछौँ त्यही वचनबाट, त्यही बाइबलबाट। त्यो चाहिँ के हो भने तिमीले आफ्नो जिब्रोलाई कन्ट्रोल गर्न सक्यो भने तिमीले आफ्नो भविष्यलाई कन्ट्रोल गर्न सक्छौ भन्ने कुरा सिकाउँछौँ हामी त्यही बाइबलबाट। एउटा सानो आगोको झिल्को जस्तो हो त्यो बोलीले चाहिँ एउटा जङ्गलै स्वाहा पार्न सक्छ। त्यसकारणले गर्दाखेरि एउटा नयाँ विश्वासीलाई होइन त्यो भन्छौँ, तर आत्मिकतामा जान लागेको विश्वासी, तयार हुँदै गरेको विश्वासीलाई चाहिँ के वास्तविकता भन्नुपर्छ भने, यदि तिमीले आफ्नो सपनालाई कन्ट्रोल गर्न सक्यौ भने चाहिँ तिमीले तिम्रो भविष्यलाई कन्ट्रोल गर्न सक्छौ। तपाईँ एकदमै उत्साहित भएर आत्मिक जीवन अगाडि बढिराख्नु भएको छ, एउटा सपना देख्नुभयो। जस्तै एउटा जवान एकदमै फोकस छ जीवनमा, विश्वासी होस् अन्य जाति होस्, एकदमै फोकस छ जीवनमा, राम्रो चरित्र पनि आमा बाउले सिकाएको छ। उसको आमा बाउ कहिले खराब थिएनन्, उसको आमा बाउ कहिले नकारात्मक गलत बाटो गएका थिएनन्। तर उसको छोराले सपनामा
13 वर्षको छोराले सपनामा एक दिन अचानक एउटी केटी मान्छे आएको देख्यो भने र त्यो केटी मान्छेसँग ऊ सुतेर सहवास गरेको देख्यो भने भोलिपल्टदेखि उसको विचारै व्यभिचारी विचार हुन्छ क्या। हरेक स्त्री देख्दाखेरि उसले व्यभिचारी विचार आउन थाल्छ क्या उसभित्र। ऊ त एउटा इनोसेन्ट थियो नि पहिला, त्यो कुरा त उसलाई थाहा थिएन नि, तर उसले एउटा सपना देखेको कारण जिन्दगी परिवर्तन भयो क्या उसको विचारै नकारात्मक भयो क्या। उसले त्यो एउटा सपनाको कारण उसले गलत काम गर्न थाल्यो क्या। 13 वर्षको केटाले गलत काम गर्न थाल्यो क्या, होइन? उसको फोकसै पढाइपट्टि जान छोड्यो क्या। अब एउटा सपनाको कारणले, विश्वासी होस् अविश्वासी होस्, शैतानले चाहिँ चाहँदैन कि विश्वासी होस् अविश्वासी होस्, कोही व्यक्ति अघि बढ्नेवाला छ भने त्यो व्यक्तिलाई चाहिँ तहस नहस गर्नेतिर लाग्छ। जस्तै नेपालमा अहिले हर्क साम्पाङले नेपाललाई राम्रो गरिराख्नु भएको छ नि। अब कतिजनालाई पोलिटिक्सको कुरा होइन है, यो चाहिँ हर्क साम्पाङले चाहिँ नेपाललाई राम्रो गरिराख्नु भएको छ नि। सबैजनालाई शैतानले के भएर उचालिरहेछ भने यसलाई झार, किनभने यसले देशलाई राम्रो गर्छ हो। त्यही भएर कसैले राम्रो गर्छ भने चाहिँ शैतानले चाहिँ अरूलाई त्यसलाई चाहिँ गिराउनै भन्छ क्या। शैतानको चाहिँ नेचरै त्यो हो। संसार राम्रो नहोस्, संसार चाहिँ तोडिँदै जाओस्, संसार चाहिँ बिग्रिँदै जाओस्, संसारमा चाहिँ समस्या आइराखोस् भन्ने हो क्या। त्यस कारणले गर्दा त्यो चाहिँ नेचरै हो शैतानको। त्यही भएर एउटा व्यक्तिले आफ्नो सपना कन्ट्रोल गर्न सक्यो, उसले के देख्न चाहन्छ त्यो मात्रै उसले देख्ने सक्यो, र उसले आफ्नो सपनालाई कन्ट्रोल गर्न सक्यो भने, र सपनालाई कन्ट्रोल गर्न सक्छ, उसले जिन्दगी कन्ट्रोल गर्न सक्छ, आत्मिक जीवन कन्ट्रोल गर्न सक्छ, सेवाकाई कन्ट्रोल गर्न सक्छ। कति पास्टरले कस्तो कस्तो सपना देखिरहेको हुन्छ, त्यो सपनाद्वारा आत्मिक जीवनै सक्यो पास्टरको। बिचारा जबरजस्ती प्रचार गरिरहेको हुन्छ, आत्मिकतामा प्रार्थना अन्य भाषा रोथोथोतो गरिरहेको हुन्छ, तर त्यो पास्टरलाई थाहा हुन्छ क्या सपनामा हारेको छु भन्ने कुरो चाहिँ थाहा हुन्छ क्या उसलाई। त्यस कारणले गर्दाखेरि चाहिँ यो कुरो चाहिँ एकदम, मैले चाहिँ अन्य भाषा चाहिँ सपनाबाट पाएको। जस्तै मैले सपनामा चाहिँ र बाबा 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 रे डे 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 गरेर बोलेको देख्थेँ, होइन? त्यस कारणले गर्दाखेरि एउटा व्यक्तिले चाहिँ सपनाबाट चाहिँ धेरै कुरा, प्रभुले चाहिँ धेरै कुरा गर्नुहुन्छ क्या एउटा व्यक्तिको जीवनमा सपनाबाट। दिउँसो ऐठान भएको नसुतिकन, होइन, दिउँसो हिँडिरहेको बेला ऐठान भएको कतिजना हुन्छ यहाँ? कोही पनि छैन, कहिले हुँदै हुँदैन त्यो। तपाईँहरूलाई त्यो दिउँसो ऐठान भएको जस्तो लाग्यो भने त्यो साइकोलोजिकल प्रब्लम हो। तपाईँ चाहिँ प्रार्थना होइन कि साइकेट्रिस्टको जानु क्या तपाईँ। तर राति चाहिँ ऐठान हुन्छ मान्छेलाई, राति चाहिँ शैतानले एट्याक गर्न सक्छ। ऐठान हुन्छ नि, केले आएर मलाई थिचेस लाग्यो, इसु 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 भन्नु खोजे नि हुँदैन, अनि अन्तिममा इसु गऱ्यो भने त्यो शैतान जान्छ नि। हामीले चाहिँ दिउँसो भन्दा पनि राति चाहिँ धेरै जोगिनु पर्ने कुरा हो क्या। त्यो तपाईँ चाहिँ राति चाहिँ के गरे हुन्छ भने, एउटा भनाइ छ क्या हिन्दीमा, त्यो चाहिँ के हो भने, जब शाम होगी तब जागे योगी भनेको चाहिँ जब राति हुन्छ नि तब चाहिँ एउटा योगी उठ्छ र उसले चाहिँ गर्न थाल्छ। प्रभु येशू नि उज्यालो हुनुभन्दा अगाडि नै गएर चाहिँ प्रार्थना गर्नुहुन्थ्यो, अनि उहाँले के भन्नुहुन्थ्यो भने बाहिर आएर चाहिँ, मैले मेरो पिताले जे गरेको देखेको छु नि त्यही गर्छु आज दिनभरि भन्नुहुन्थ्यो क्या। भन्न खोजेको मैले चाहिँ त्यो मेडिटेसन प्रार्थना बगैँचामा गर्दै गर्दाखेरि जे गरेको देखेको छु नि मैले आज दिनभरि त्यही गर्नेवाला छु। केही पनि मिस गर्नुहुन्थेन क्या उहाँले, अन्धाधुन्दा गर्नुहुन्थेन क्या केही कुरा पनि। यो अर्कै कुरा हो, यो अर्कै कुरा हो। तपाईँलाई अरू बेला डाइमेन्सनको कुरामा भन्छु। प्रभु येशूलाई 1000 जनाले पक्रिनु खोज्दाखेरि यीशु तीभित्र नि हराउनु हुन्थ्यो र उहाँ बाहिर हिँडिरहेको हुन्थ्यो क्या यीशु। त्यही भएर बाइबलको वचनले के भन्छ, जमातले उहाँलाई ढेकालेर लडाउनु खोजे तर यीशु निस्किनु भयो त्यहाँबाट भन्छ। यो चाहिँ एउटा डाइमेन्सनको कुरा हो। बाइबलको वचनले के भन्छ भने, यीशुले आफ्नो हात बढाउनु भयो अनि पत्रुसलाई चाहिँ खोलाबाट निकाल्नु भयो भन्छ क्या। पत्रुस गिर्दै गर्दाखेरि उहाँको हात बढाउनु भयो र निकाल्नु भयो। प्रभु येशूले आफ्नो हातलाई बढाउनु भयो क्या अनि निकाल्नु भयो क्या पत्रुसलाई। यदि पत्रुस यति मात्रै फिटमा डुब्ने मान्छे होइन क्या, प्रोफेसनल स्विम गर्ने मान्छे हो। जीवन जन्मैदेखि चाहिँ मछुवाले माछा मारेको, केही पौडी खेल्न नजान्ने मान्छे पनि 2 पल्ट यसरी पौडी खेल्दा चाहिँ खुट्टा पक्रिन सक्छ क्या, यीशु त्यति नजिक हुनुहुन्थ्यो भने। बुझ्नु अहिलेको लोजिक, रियालिटी कुरा। नै छल्काले उसलाई लिएर कहाँ लगिरहेको थियो क्या, छल्काले आएर हुन्छ समुद्रको छल्का, हुत्ते आएर उसलाई चाहिँ लिएर जाँदै थियो क्या, यीशुले हात बढाउनु भयो क्या।
अनि यसोले निकाल्नु भयो क्या। परमेश्वरको हात त्यति सानो छैन हौ। प्रभु येशू आफू मर्ने समयभन्दा अगाडि मार्नै सकेन क्या। 1000 जनाबाट जोगिन सक्ने कस्तो खतरा यीशु हो त हो। अनि 1000 जना मान्छेले उहाँलाई चाहिँ घेरिरहेको छ अनि मार्नु खोजिरहेको छ। फरिसीहरूले यो कुरा सुने अनि उहाँलाई चाहिँ मार्नु खोजे, चट्टानमा लगेर डुबाउन खोजे। तर यीशु त हरायो अनि उता हिँडिराख्नु भएको थियो क्या यीशु। त्यो चाहिँ डाइमेन्सन हो क्या यीशुको। पानीमाथि हिँड्ने प्रभु येशू अब कस्तो कुरा गर्नुहुन्छ तपाईँहरू। यीशुले के भन्नु, मैले जे कुरा देख्छु नि पिताले गरेको त्यही कुरा गर्छु। धेरैपल्ट हाम्रो जीवनमा हामीले जे गरेका छौँ नि सपनाले इन्फ्लुएन्स गर्यो क्या हामीलाई। सपनाले एउटा मान्छे बौलाउँछ नि त्यसले सपनाबाट बौलाउन सुरु गरे क्या। रियालिटीको कुरा सपनाबाट बौलाउन सुरु गरेको। यदि कोही साइकोलोजिकली बौलाएको त्यो गाँजा डेनराइटहरू खाएर भने त्यो फाल्टै कुरा हो होइन, त्यो साइकोलोजिकल प्रब्लम हो, त्यसले चाहिँ दिमागलाई फुस्कियो। स्पिरिचुअली मान्छे बौलाएको छ भने चाहिँ कोही सपनाबाट सुरु भएको हुन्छ क्या बौलाउन। नाइटमेयर सपना, नराम्रो सपना देखेर, विभिन्न प्रकारको सपना देखेर बौलाएको हुन्छ क्या कोही सपनाबाट। जस्तै एउटा छोरा मान्छेले सपनामा एउटा छोरा मान्छेले आएर उसलाई किस गरेर उसँग सहवास गरेको देख्यो भने भोलिपल्ट छोरा मान्छे नै देख्दाखेरि उसलाई एट्र्याक्सन हुन्छ क्या। किनभने उसले सपनामा त्यो कुरा गरेको देखेछ नि त, इन्जोय गरेको देखेछ नि त सपनामा। अनि ऊ हिजडा बन्यो क्या त्यहाँदेखि। छोरी मान्छेले एउटी अर्की छोरी मान्छेसँग सहवास गरेको देख्यो सपनामा भने ऊभित्र त्यो इम्पार्टेसन भयो क्या। ऊभित्र त्यो इम्पार्टेसन भयो, शैतानले त्यो डिजायर हालिदियो ऊभित्र। अब उसले छोरी मान्छे नै देख्दाखेरि छोरी मान्छेप्रति आकर्षित हुन्छ। त्यही भएर एउटा व्यक्तिलाई चाहिँ, एउटा स्पिरिचुअल अथवा एउटा तयार व्यक्तिलाई चाहिँ भन्नुपर्ने कुरा चाहिँ यदि तिमीले आफ्नो सपनालाई कन्ट्रोल गर्न सक्यौ भने तिमीले आफ्नो जीवन र भविष्य सेवाकाई सबै कुरालाई नै कन्ट्रोल गर्न सक्छौ क्या। आत्मिकतामा आउने तयार नभएको विश्वासीले तपाईँले के भन्नुपर्छ भने तिम्रो जिब्रोलाई कन्ट्रोल गर्न सक्यो भने सबै कुरा कन्ट्रोल गर्न सक्छौ, भविष्य कन्ट्रोल गर्न सक्छौ भन्ने कुरा हो। किनभने बाइबलले पनि भन्छ कि हाम्रो बोलीले चाहिँ, यदि बोली चाहिँ एउटा सानो आगो जस्तो हो त्यसले चाहिँ सारा जङ्गललाई स्वाहा पार्न सक्छ भन्ने कुरोहरू। तर प्रभुले जीवनमा चाहिँ के गर्नुहुन्थ्यो भने मैले पिताले जे गरेको देखेँ त्यही कुरा गर्छु भन्नुहुन्थ्यो क्या होइन। त्यस कारणले गर्दाखेरि अनि प्रभु येशूले प्रार्थना गर्दा कहिले डे टाइममा प्रार्थना गरेको देख्नुहुन्न, नाइट टाइममा। भोलि म मर्दैछु क्रुसमा, भोलि क्रुसमा मर्दैछु थाहा पाउनु भयो नि येशूले। दिनभरि प्रार्थना गर्नु भएन क्या, राति चाहिँ प्रार्थना गर्नुभयो क्या। रातिसम्म पर्खिनु भयो प्रार्थना गर्नको लागि। जब रात पर्यो नि तब प्रार्थना गर्नुभयो। प्रभु येशू जब स्वर्गमा जानुभयो नि दिउँसै रात परेको थियो क्या। दिउँसै सूर्यको चमक हटेर रात परेको थियो अनि स्वर्ग उक्रियो। त्यस कारणले गर्दाखेरि चाहिँ यो एउटा मिस्टिरियस कुरा हो क्या। भएर शैतानिक कुराहरू र परमेश्वरको कुराहरू पनि, एन्जल्सहरू पनि नाइटमै हो मानिससँग कम्युनिकेट गर्ने। तपाईँलाई थाहा छ प्रार्थना गर्नु, वचन अध्ययन गर्नु, राति अध्ययन गर्नु अनि दिउँसो अध्ययन गर्नु त। यदि कोही आत्मिकै हुनुहुन्छ र अलिकति एक्सपिरियन्स छ भने राति बाइबल अध्ययन गर्नु कि तपाईँले प्रभुलाई भेट्छ जस्तो लाग्छ। ग्यारेन्टीको कुरा हो। राति बाइबल पढ्नु त तपाईँ परमेश्वरको नजिक जान सक्नुहुन्छ। तर दिउँसो पढ्नु त अघि लामाहरूले माने देमे गरेर बिहानै उठेर सबै एटमोस्फियर नै स्पिरिचुअली कन्ट्रोल गरिसकेको छ अघि नै, बिहानै उठेर राति नै। अनि तपाईँले जबरजस्ती इस्सु 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 भन्यो भने त शैतानै जितिसकेको छैन त्यो उनीहरूले एटमोस्फियरमा रिलिज गरेको। कोही हिन्दूहरू ओम ब्रिम 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 चामुण्डाय नमः विष्णवे नमः हरिओम हरिओम गरेर बिहानै हिँडिरहेको हुन्छ, तपाईँ सुतिरहेको हुन्छ। यो बाहुनले जहिले डिस्टर्ब गर्छ। के डिस्टर्ब गर्थ्यो? तपाईँको घर, तपाईँको बाटो सबै कुरा सरेन्डर गरिसक्यो शैतानलाई। अनि त्यो पछाडि तपाईँ सुत्नु भयो भने तपाईँले नराम्रो सपना दिएको छ, त्यो भएर हो। त्यो बाहुनहरूले अथवा त्यो लामाहरूले त्यसले त्यो गर्छ नि, त्यस पछाडि सुत्नु त जबरजस्ती, त्यहाँदेखि नराम्रो सपना देखिन्छ तपाईँले। त्यो कारणले गर्दाखेरि तपाईँले बुझ्नुपर्छ स्पिरिचुअल कुरा। यदि सपनालाई तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ भने सारा जीवनै तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ। तपाईँ एक्टिभ मान्छे हो, एकदमै मिलिटरी स्टाइलको मान्छे छ भने एउटा सपना देख्नु भयो भने त्यहाँदेखि तपाईँ जहिले गल्नु थाल्छ, थाक्नु थाल्छ। 24 घन्टा सुत्दैन निन्द्रा पुग्दैन। स्पिरिचुअल कुरा सुरु भयो त्यहाँ जिन्दगी हो। त्यो हो कारणले गर्दा स्पिरिचुअल कुरा। सो एउटा व्यक्तिले आफ्नो सपनालाई कन्ट्रोल गर्न सक्यो भने सबै कुरा जीवन कन्ट्रोल गर्न सक्छ। म छिटो जानेछु, म अबको 10 मिनटभित्र सक्नेछु। अलिकति मैले आज फाल्टो कुरा भन्नु पर्यो
फाउन्डेसन बसाउनुको लागि। किनभने नभए त सपना त हो नि भनेर अथवा सपनाको कुरा गर्दाखेरि एकदमै उयो हुन्छ, नभए बुझ्नु भएन भने आत्मिक कुरा चाहिँ हुन्छ नि, सपनाको कुरा गरे प्रभुको वचनको कुरा गर्नु पर्थ्यो भनेर नभए चाहिँ। किनभने हामीलाई के लाग्छ, वचन होइन जस्तो लाग्छ क्या। स्वीकार्नुहोस् स्वीकार्नुहोस्, रियालिटी इज रियालिटी। मैले जीवनमा सानैदेखि बुझेको कुरा चाहिँ त्यही हो। हाम्रो ड्याडी वैष्णव हुनुहुन्थ्यो होइन, हामी वैष्णव थियौँ, मासु खान्थिनौँ होइन। ड्याडी पुरा बिमारी हुनुभयो, किनभने अघिल्लो वर्षसम्म वैष्णवमै लागे पनि कुलको पूजा गर्थ्यौँ क्या हामी। बस्नेतहरूले खप्पर मस्टलाई पूजा गर्छ, खप्पर मस्टलाई पूजा गर्थ्यौँ। जुवालाई बोलाएर चाहिँ हाँस काट्थ्यौँ, हाँस कुखुरा केही कुरा काटेर चाहिँ खप्पर मस्टको चाहिँ बलिदान दिन्थ्यो। अनि यो पालि चाहिँ पुरा पुराण सुनेर आएर चाहिँ हाम्रो ड्याडीले चाहिँ आज चाहिँ म चाहिँ अब यो वर्ष चाहिँ नदिने, म केही पनि बलिदान नदिने भन्दै भन्नुभयो। हामी खान्थिनौँ, तर जस्ट काटेर चाहिँ बिजुवालाई काटिदेऊ भन्थ्यौँ, मारुनीहरू बोलाएर काटिदेऊ भन्थ्यौँ। अनि त्यो पानी अलिकति चढाइदिन्थ्यौँ, अलिकति यसो गरेर चढाइदिएपछि उनीहरूले काटेर उनीहरूले लिएर जान्थ्यो क्या। अनि त्यो एक दिन एउटा वर्ष चाहिँ बलिदान दिएन क्या ड्याडीले। त्यो भएपछि के भयो भने त्यही वर्ष चाहिँ बिहानै पूजा गरिरहेको बेला, दसैँ सकेको बेला ड्याडी ठुलो बिराम हुनुभयो र झन्डै 2-3 वर्ष चाहिँ हामी टुरा जस्तै भयो। किन मम्मी चाहिँ जहिले हस्पिटलमै बस्नुपर्ने, उतै बस्नुपर्ने, वर्षौँ। अनि कहिले पनि हामी टुरा जस्तै भएको थियौँ क्या केटाकेटीहरू चाहिँ त्यतिखेर सानो सानो। अनि त्यो समयको कुरा चाहिँ के छ भने, अनि बिदा दियो हस्पिटलले, अनि हस्पिटलले बिदा दिएर घरमा ल्यायो। अनि ड्याडी घरमा मर्नुको लागि पर्खिरहेको बेला के भयो भने एउटा पुरा रक्सी खाने होइन, एउटा धामी रक्सी खाने, उसको चरित्र पनि राम्रो छैन तर खतरा धामी भन्थ्यो नि, त्यसलाई ल्यायो। त्यसले ल्याएपछि चाहिँ त्यसले के गरेर चाहिँ खतरा गर्यो होला नि त, शैतानिक कुरा। त्यो भएपछि हाम्रो ड्याडी चाहिँ जाति भयो क्या। त्यसले भन्यो कि बलिदान दिनुपर्छ, यो त्यो 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 भनेर के काट्ने कुराहरू ल्यायो। त्यहाँदेखि चाहिँ हाम्रो ड्याडी जाति हुनुभयो क्या। स्पिरिचुअल कुरा चाहिँ रियल हो। जिउँदै एउटा बोक्सीले भनेको थियो कि तँलाई पख भनेर गएको थियो कि, त्यो आन्टी बौलायो क्या। त्यहाँदेखि पास्टरनी आमा, खतरा पास्ने आमा बौलायो क्या। अहिले शैतानी कास्ट आउट गर्दाखेरि सजिलो हुन्छ, तर एक दिन हाई डाइमेन्सनको शैतानी हुन्छ नि। कोही व्यक्तिले लामासँग दुश्मनी गरे सपोज, अनि जिउँदै लामाले चाहिँ बिगार्न थाल्यो कसैलाई भने यो फायर गर्ने, हालेलुया गर्ने पास्टरले केही गर्न सक्दैन क्या। त्यहाँदेखि त्यो लामासँग दुश्मनी गरेर त्यसले तँलाई पख भने सक्यो क्या, त्यसको जिन्दगी सक्यो त्यसको। किनभने यो चाहिँ हाई डाइमेन्सनको, यो पास्टर भुँ गरेर यति भात खाएर सुतिरहेको बेला यो चाहिँ गुफामा जान्छ क्या, त्यसको जिन्दगी बर्बाद गर्नको लागि। अनि त्यसको जिन्दगी नै बर्बाद हुन्छ। रियालिटीको कुरा हो क्या यो चाहिँ, स्पिरिचुअल कुरा चाहिँ रियालिटीको कुरा हो। सानो सानो कुरा चिता बुझ्न छोडेको थियो क्या मलाई त्यहाँदेखि चाहिँ। हुन्छ नि शैतान कास्ट आउट भएको यो त धामीले पनि गरेको देखेँ नि त मैले, हाम्रो ड्याडीलाई चङ्गाई गरेको। अनि यो त जसले पनि गर्छ होइन, तर मैले चाहिँ के सोचेँ भने मेरो माइन्ड चाहिँ के थियो भने म आध्यात्मिक हुन्छु क्या, स्पिरिचुअल। आई वान्ट टु नो दिस ऱ्यालम क्या, स्वर्गीयको ऱ्यालमहरू क्या, अभिषेकहरू मात्रै होइन तर स्वर्गीयको ऱ्यालम। आई वान्ट टु ट्याप देयर, म चाहिँ त्यसमा जोडिन चाहन्छु क्या प्रभुसँग। बाइबलको वचन के भन्छ, परमेश्वरको राज्य हामीभित्रै छ क्या भनेको चाहिँ मेडिटेसन गरेर जोडिने कुरा भन्न खोजेको। हामी हाम्रो आत्मामा पस्नु सक्नुपर्छ भन्न खोजेको। स्वर्गीयको राज्य चाहिँ तिमीभित्र छ भनेछ नि प्रभुले, त्यो चाहिँ के भनेको तिमीभित्र पस्नु सक्नुपर्छ भन्न खोजेको। आत्मिक कुरा चाहिँ हामीले चाहिँ रेली नै प्रभुसँग इन्भल्भ हुन सक्नै पर्छ, स्वर्गीयदूतहरूसँग इन्भल्भ हुन सक्नै पर्छ, र सपनालाई चाहिँ केयरफुल हुन सक्नै पर्छ। सपनामा के दिएछ, तपाईँले जब सपना बिर्सिनुहुन्छ नि तपाईँलाई चाहिँ शैतानले एट्याक गरिरहेको छ क्या, तपाईँ चाहिँ शैतानिक एट्याकभित्र हुनुहुन्छ। दोस्रो कुरा चाहिँ तपाईँहरू सबैलाई थाहा छ नि उपवास बस्नुपर्छ भनेर, थाहा छ है। त्यो भएको कारणले गर्दाखेरि अब मलाई भन्नु सजिलो भयो, खानेकुराले चाहिँ सपना बिर्सिन्छ एउटा व्यक्तिले। राति बेलुका हुन्छ नि जो व्यक्तिले खान्छ नि त्यो व्यक्ति खासै त्यो व्यक्तिको सपनाको लाइफ देख्नु छोड्छ क्या, उसले सपनाको जीवन हुनु छोड्छ क्या राति खाने व्यक्ति भन्न खोजेको खानेकुरा। अनि अर्को कुरा चाहिँ धेर खानुहुन्छ नि तपाईँ, धेर खान्छ नि एउटा व्यक्तिले। यो कुरा चाहिँ एउटा हरेक आत्मिक मान्छेले चाहिँ थाहा हुन्छ क्या, एउटा अन्य जातिलाई पनि के खाना चाहिँ उसले चाहिँ किन हातले खान्छ भने उसले चाहिँ सेन्स गर्नुपर्छ क्या, सेन्स। उसको शरीर उसको स्पिरिट खाँदा पनि स्पिरिचुअली खान्छ क्या, उसको आत्माले उसलाई भन्छ नि अब चाहिँ भयो भनेर।
त्यो आत्मालाई जितेर खानु भयो भने चाहिँ तपाईँले के गरिरहेको छ, तपाईँको सेन्स हरायो क्या, सबकन्सियस माइन्ड हरायो। आत्मिकी विचार हुन्छ नि, आत्मिकी कन्ट्रोल, आत्माले कन्ट्रोल गर्दैन तपाईँलाई। एउटा कुरा थाहा छ, तपाईँ बिहानै एकखेप जाग्नुहुन्छ नि, तपाईँको आत्मा उग्रेको हुन्छ। त्यतिखेर प्रार्थना गर्यो भने तपाईँ आत्मिकी रेलमभित्र पस्न सजिलो हुन्छ। यदि राम्रो ज्ञान सिक्नुभयो कसरी आत्मिकीभित्र अन्य भाषाहरू बोलेर प्रभुको आत्माभित्र पस्ने भन्ने कुरो सिक्नुभयो भने चाहिँ सजिलो हुन्छ। तर जबरजस्ती फेरि त्यसलाई आत्मालाई क्लोज गरेर सुत्नुभयो भने के हुन्छ, त्यहाँदेखि तपाईँको शरीर जाग्छ क्या। अनि जब तपाईँ बिहान जाग्नुहुन्छ नि, तपाईँको शरीर जाग्यो, अनि तपाईँलाई प्रार्थना गर्ने गाह्रो पर्ने चाहिँ त्यो हो कारण। अनि प्रार्थनाको जीवनमा सफल नभएको कारण चाहिँ त्यो हो। बाइबलले भन्छ नि आत्माले डोरिया चल्नुपर्छ, आत्माले चलाएको अनुसार। पवित्र आत्माले हाम्रो आत्मासँग बोल्नुहुन्छ र हाम्रो आत्माले हाम्रो शरीर, हाम्रो प्राणसँग बोल्छ। प्राणभित्र मन, इच्छा, भावना हुन्छ नि, प्राणभित्र त्यो प्राणसँग बोल्छ। र त्यो मन, इच्छा, भावनाले चाहिँ देखेपछि उसको चाहिँ इच्छा धेरै बढेर जान्छ नि, खा। त्यो खाइसकेपछि के हुन्छ, ऊ आत्मिक रूपमा उसले आत्मालाई मार्यो। अब मार्यो भनेको आत्मालाई उसले दबायो, अनि आत्मालाई दबाएपछि अब आत्मा बोल्नु सक्दैन, अनि ऊ शारीरिक बन्यो क्या। त्यही भएर चाहिँ आत्मिक सपनालाई कन्ट्रोल गर्ने, सपना दर्शी बन्न चाहिँ एक व्यक्तिले चाहिँ प्रभुलाई सपनाबाट बोल्न दिनको लागि अथवा आत्मामा प्रभु बोल्नको लागि, प्रभुसँग बढ्नको लागि, प्रभुको आवाज, भिजन, अर्को पालि म दर्शनहरूको बारेमा भन्छु, दर्शनहरूमा बढ्नको लागि, मेमोरीमा बढ्नको लागि, सपना देखेको कुरा नबिर्सनको लागि खानेकुरा कम्ती गर्नुपर्छ। खानेकुरा कम्ती र अनि फास्टिङ। तपाईँको आत्मा चाहिँ भुँडीमा बस्छ, तपाईँले यो कुरो चाहिँ थाहा पाउनु। केजेभी भर्जनमा नेपाली र हिन्दीबाट ट्रान्सलेट हुनुभन्दा अगाडि बाइबलले के भनेछ भने, तिमीहरूको भुँडीबाट परमेश्वरको आत्माको नदीहरू बगि निस्किनेछ भनेछ। भुँडीबाट, बेलीबाट भनेछ। त्यही केजेभी भर्जनलाई चाहिँ हाम्रो गंगा प्रसाद प्रधानले चाहिँ नेपालीबाट ट्रान्सलेट गर्दाखेरि चाहिँ अन्तस्करणबाट लेख्नु भएको छ। पेट तिनीहरूको ईश्वर हुनेछ भनेछ नि बाइबलले, त्यो हो। त्यही भएर तपाईँले भुँडीलाई चाहिँ तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ। तपाईँलाई थाहा छ, सबै डक्टरले पनि थाहा पाउनु थालेछ मान्छेको बिमारै भुँडीबाट सुरु हुन्छ भनेर। भन्न खोजे के उसले खायो त्योबाट सुरु हुन्छ भनेछ। हामी कति लामो समय बाँच्छौँ नि, त्यो पनि खानेकुरैबाट सुरु हुन्छ भनेछ डक्टरले पनि। डायबिटिस पनि खानेकुरैबाट आएको भन्छ, सबै कुरा खानेकुरैबाट आएको भन्छ। त्यस कारणले गर्दाखेरि खानेकुरा भने चाहिँ त्यस्तो कुरा हो है। अनि त्यही भएर खानेकुरालाई चाहिँ तपाईँले चाहिँ एकदमै उयो गर्नु सक्नुपर्छ होइन, आत्मिक रूपमा खानुपर्छ। तपाईँ नि 1 घन्टा प्रार्थना गर्ने भन्नु होइन, अनि 1 थाल भात खानु त। तपाईँ 1 घन्टा प्रार्थना गर्ने अघि जो जोस थियो नि, हरायो त्यहाँदेखि, हराउँछ रियालिटीको कुरा। त्यस कारणले गर्दाखेरि त्यो आत्माको एनर्जीलाई युज गर्न सक्नुपर्छ क्या। आत्माको एनर्जी, आत्माले चाहिँ हामी चाहिँ आत्माले चल्ने भनेको चाहिँ आत्माको एनर्जीले चल्ने मान्छे हो क्या। आत्माको एनर्जीले मूसाले कसरी 40 दिन 40 रात उपवास बन्न सक्यो भने आत्माको एनर्जीद्वारा। परमेश्वरको जति महिमा आयो, जति एनोइन्टिङ आउँछ नि, एनोइन्टिङ किन आएको तपाईँलाई थाहा छ? कतिचोटि एनोइन्टिङ फिल हुन्छ नि, किन आएको भने ताकि अब चाहिँ तपाईँ परमेश्वरको नजिक अझै जाओस् भनेर क्या। किन अभिषेक आएपछि भोक लाग्दैन त्यति, अनि अभिषेक आएपछि त्यो स्पिरिचुअल एनर्जी हुन्छ क्या। तपाईँको शरीरले त्यही कुरा खान्छ क्या। शरीर चाहिँ एउटा साइन्टिफिकली के भन्छ, शरीरलाई ट्रिक गर्नु सक्यो भने चाहिँ खानु पर्दैन भन्छ क्या। साइन्टिफिकली पनि अचेल भैले दबाई बनाएको छ, त्यो दबाई खायो भने तपाईँको एउटा भोक लाग्ने सिस्टम हुन्छ नि हाम्रो बडीमा, त्यो भोक लाग्ने सिस्टमै डाउन गरिदिन्छ क्या। त्यो भएपछि मान्छेलाई भोकै लाग्दैन। त्यो एउटा फाल्टै कुरा हो। तर मैले भने चाहिँ आत्मिक एनर्जी, स्पिरिचुअल एनर्जी जब अभिषेक आउँछ नि, त्यो अभिषेकलाई मेन्टेन गर्न सक्नुभयो भने तपाईँ आउट अफ बडी एक्सपिरियन्स, हरेक कुराहरू, सपनाहरू देख्ने, त्यो दिउँसै सुत्यो भने तपाईँ सपना देख्नुहुन्छ, आत्मिक सपना। प्रार्थना गरिराख्नु मनपर्छ, प्रार्थना गरिराख्नु भयो भने, अनि अन्य भाषामा प्रार्थना गरिराख्नु भयो भने तपाईँले सपना, भिजन, प्रभुको आवाज, स्पिरिट बढ्दै जान्छ क्या। तपाईँको शरीर मर्दै जान्छ, रिसै उठ्दैन क्या। तपाईँ नि म रिसाउँदिनँ भन्नु पर्दैन, कसैले रिस उठायो भने तपाईँलाई रिस उठ्दैन। त्यस्तो हुन्छ, तपाईँ चाहिँ आत्माले कन्ट्रोल भएको व्यक्ति। पहिलो कुरा मैले के भने शैतानको एट्याकको सपना बिर्सियो भने शैतानको एट्याकको अझै तपाईँले प्रार्थना गर्नुपर्छ। प्रार्थनाहरूमा कमी भयो, आत्मिकतामा कमी भयो। दोस्रो कुरा, तपाईँको खानेकुराहरूमा तपाईँ एकदमै सेन्सलेसली खानु थाल्नुभयो भने। र अर्को कुरा चाहिँ विशेष गरी चाहिँ तपाईँ 3 घन्टा सुत्नुभन्दा 3 घन्टा अगाडि, इभन के अरे साइन्टिफिकली पनि डक्टरले पनि त्यही भन्छ, 3 घन्टा अगाडि चाहिँ केही नखानु क्या। त्यहाँदेखि सुत्नुभन्दा अगाडि 3 घन्टा जति अगाडि चाहिँ केही नखानु।
सुत्नुभन्दा अगाडि। त्यसो गर्दाखेरि अनि जति सक्दो चाहिँ तपाईँले के खानुभयो मात्रै होइन, अर्को कुरा चाहिँ के हो भने तपाईँले के हेर्दै हुनुहुन्छ क्या, विभिन्न हाउडे कुराहरू हेऱ्यो, त्यो भयो भने तपाईँको आत्मालाई अझै सटअप गरिरहेछ क्या। अन्य भाषामा तपाईँले आधी घन्टा सुत्नुभन्दा अगाडि प्रार्थना गर्नुभयो र तपाईँ एकदमै धेर खानुभएको छैन भने, तपाईँ सपना देख्नु भएन भने पनि तपाईँ बिहान उठ्दाखेरि चाहिँ एकदमै अभिषेक फिलिङ भएर उठ्नुहुन्छ र तपाईँ दिनभरि तपाईँ आत्मामा हिँड्न सजिलो हुन्छ तपाईँलाई। मैले भन्न खोजेको अन्य भाषा प्रार्थना सुत्नुभयो र अर्को कुरो चाहिँ तपाईँले चाहिँ जे पाए त्यही हेर्नु भएन क्या, हाम्रो फोनहरूबाट हुन्छ जे पाए त्यही। इभन वचन पनि, प्रचार पनि अनात्मिक व्यक्तिबाट हेर्नुभयो भने क्या, अनात्मिक व्यक्ति। तपाईँ नि आत्मामा जिउन थाल्नु, जब तपाईँको आत्मिकता बढ्छ नि, बोली सुन्ने बित्तिकै तपाईँलाई थाहा हुन्छ कि यो व्यक्तिलाई सुन्नुपर्छ, यो व्यक्तिलाई सुन्नु हुँदैन भनेर। त्यसै बित्ता एउटा जयमसी भन्ने बित्तिकै र मिठो बोल्ने बित्तिकै तपाईँलाई सुन्नु मन पर्दैन क्या। अनि आत्मिक भएपछि एउटा डेन्जर कुरा चाहिँ के हुन्छ भने नि, तपाईँ अनात्मिक मण्डली जानु भएको छ भने तपाईँलाई समस्या पर्छ त्यहाँदेखि। मैले तपाईँको सबैको मण्डली अनात्मिक हुँदैन, तर अनात्मिक मण्डली जानुभएको छ भने तपाईँलाई त्यहाँ टेन्सन हुन थाल्छ। त्यहाँ टेन्सन हुन थाल्छ, किनभने यो मण्डलीलाई कुन वचन चाहिएको छ नि तपाईँभित्र आउन थाल्छ क्या। मण्डलीमा बस्नुहुन्छ नि तपाईँ, पास्टरले प्रचार गर्दै हुन्छ नि, परमेश्वरको आत्माले चाहिँ नि तपाईँभित्र पो डाउनलोड आइरहेको हुन्छ क्या, यो मण्डलीलाई चाहिएको वचन यो 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 भनेर। इभन उसले देखाएको वचन यो पढ भन्छ नि, त्यो पढ्ने बित्तिकै तपाईँभित्र पो प्रकाश आइरहेको क्या। अनि तपाईँलाई छक्कै परेर गरे, पग्लुल यो वचन बुझेकै छैन तपाईँले भन्ने हुन्छ क्या तपाईँको मनमा। बुझ्नुभयो? अनि तपाईँले त्यो जज गरेको नि होइन, तपाईँले घमण्ड गरेको पनि होइन। तर एउटा कुरा, तर फेरि मण्डलीको पास्टर आत्मिक छ भने चाहिँ के हुन्छ भने, तपाईँलाई अलरेडी थाहा हुन्छ यो वचन प्रचार, तपाईँलाई त्यही वचन आइरहेको हुन्छ मनमा, पास्टरले पनि त्यही बोलिरहेको हुन्छ। आत्मिक रूपमा जोडियो क्या त्यो चाहिँ। बुझ्नुभयो भनेको? आत्मिक रूपमा जोडियो। त त्यो घमण्ड गर्ने कुरै होइन, परमेश्वरले हामीलाई चाहेकै त्यही जीवन हो क्या, आत्मिक जीवन हो क्या। हामी नि एक मनको कसरी हुन सक्छौँ थाहा छ? आत्मामा भएर मात्रै हो। किनभने पास्टरले के प्रचार गर्नुहुन्छ तपाईँको मनमा त्यही लागिरहेको हुन्छ, त्यही प्रचार गर्नुहुन्छ। अनि तपाईँलाई त शान्ति भयो नि त मनमा, शान्ति भयो नि त मनमा, मजा लाग्यो नि त वचन सुन्दा। त्यो हो क्या, कसरी हामी सुत्छौँ त्यो उसमा भर पर्छ। शान्तिपूर्वक होइन, तर तपाईँ हुन्छ नि कतिचोटि अशान्तिपूर्वक तपाईँको माइन्डलाई नि घाम अस्ताउनुभन्दा अगाडि तिमीहरूको रिस मरोस् भने चाहिँ के भने, सबैजना कसको हामीले रिस क्रोध के बोकेको छौँ नि, हामीले कोसँग मन दुखेछ नि सबै क्षमा दिने क्या। र मैले क्षमा दिएँ, सकियो क्या त्यो। आज भोलि चाहिँ नयाँ जीवन हो, नयाँ दिन हो। आज रातिदेखि म रिप्रोग्राम गर्छु क्या आफूलाई, सबैलाई म क्षमा दिन्छु। अनि अर्को कुरा चाहिँ क्षमा दिइसकेपछि के अर्को पालि पढाउँछु, बुद्धि चाहिँ धेरै महत्त्वपूर्ण कुरा हो। मलाई अयुबले न्यु खोज्यो र अयुबले मलाई जे पाते प्याचै भन्यो भने मैले अयुबलाई क्षमा दिन्छु, तर अर्को पालि चाहिँ अयुबसँग त्यसरी नै मिल्दिनँ क्या म, र अयुबसँग त्यसै नै धेर बोल्दिनँ। तर मैले मनबाट क्षमा दिएको हुन्छु, त्यही भएर टेढो आँखाले पनि हेर्दिनँ उसलाई, यस्तो गरेर पनि हेर्दिनँ। तर उसलाई चाहिँ म जयमसी के छ ठिक छ भन्छु, त्यति हो। तर उसले के छ कस्तो छ भन्यो भने म अलिकति बिजी छु, अथवा म बाइबल म यो वचन पढ्दैछु ल भनेर म चर्चमै बसे पनि बाइबल पढ्छु क्या म। तर उसलाई हेट गरेर पढेको होइन, तर कुरा चाहिँ के हो भने उसलाई चाहिँ त्यो मौका दिन चाहन्न क्या म, त्यसरी नै हेप्नुको लागि। त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो क्या। बुद्धि पनि प्रयोग गर्नुपर्छ क्या हामीले क्षमा दिइसकेपछि, ताकि हामी चाहिँ आत्मिक जीवनमा बढ्दै जाने हो नि त। त्यही भएर होइन, त्यही भएर क्षमा दिए भन्दैमा नि अर्कालाई तेरो नातिको नाम के हो, आन्टीको नाम के हो, हजुरआमाको नाम के हो भन्न दिने होइन क्या। जयमसी भन्ने बित्तिकै त्यो चाहिँ पर्मिट होइन क्या। मैले तपाईँलाई जयमसी भन्यो भने तपाईँलाई मैले पर्मिट दिएको होइन क्या, तपाईँले धेरै प्रश्न मलाई सोध्नुहोस् भनेर पर्मिट दिएको होइन क्या, तपाईँलाई त्यो अनुमति दिएको होइन क्या। म जयमसी भन्ने बित्तिकै तपाईँलाई जे सोद्धा नि हुन्छ, मैले के खान्छु, कहाँ जान्छु, होइन के गर्छु, कति बस्छु, कता उठ्छु, कसरी नाच्छु, के काम गर्छु भन्ने त्यो पर्मिसन दिएको होइन क्या। चर्चमा कतिचोटि के हुन्छ भने त्यो सोच हुन्छ क्या कतिजनाको। जयमसी भन्ने बित्तिकै अब तपाईँले उसले चाहिँ सबै प्रश्न सोध्नु पाए जस्तो लाग्छ क्या उसलाई। हो त्यो पनि बुद्धिमानी होइन क्या तपाईँको। तपाईँ जयमसी भने चाहिँ तपाईँले भन्न सक्नुपर्छ कि आइएम सरी, म बाइबलको वचन पढ्दैछु। अनि आत्मिक भैँटो पालेको हे गरेर छ भने त्यो उसकै हातमा छ क्या, तपाईँ वास्तै नगर्नु क्या। त्यो बादम नबाद्नु, झगडा नपर्नु। उसले पुतलीले आफ्नो कलर देखाउँछ, कागले का गर्छ, कुकुरले भाउ गर्छ, उनीहरूको धर्म गरेको क्या उनीहरूले।
तपाईँको धर्म गर्नु भन्न खोजेको तपाईँको कुरा तपाईँको लेनमा हिँड्नु होइन। त्यो बुद्धि पनि हुनु पर्यो क्षमा दिएपछि। कहिले क्षमा त दियौँ हामीले, तर क्षमा दिएको हामीलाई के लाग्छ भने उसको घरमा गएर भाँडा माझिदिनु जस्तो लाग्छ क्या। त्यो होइन क्या क्षमा दिनु भनेको। अर्कालाई क्षमा दिनु भनेको चाहिँ उसको एउटा सेन्टेन्स तपाईँले बुद्धिमा राख्नु कि त्यो चाहिँ के भने अर्कालाई चिन्नु तर आफूलाई तिनीलाई चिन्न नदिनु क्या। आफू तिनीलाई चिन्न नदिनु तर अर्कालाई चाहिँ चिन्नु। नो अदर बट लेट देम नेभर नो यु। अर्कालाई चाहिँ तपाईँले चिन्नु तर अर्काले चाहिँ तपाईँलाई नचिन्नुहोस् कहिले पनि क्या, कहिले पनि। त्यो व्यक्तिको चाहिँ तपाईँले जिन्दगी जान्नुभयो तर तपाईँको जिन्दगी कहिले नजानुहोस् क्या उसले। त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। अनि चर्चमा चाहिँ धेरै गाह्रो पर्छ यस्तो हुनु चाहिँ, नेपाली चर्चहरूमा चाहिँ। तर तपाईँले सक्नै पर्छ यो कुरा गर्न बुद्धि प्रयोग गरेर। त्यसो गर्दाखेरि त्यही भएर राति चाहिँ हामीले सबैलाई क्षमा दिनै पर्छ सुत्नुभन्दा अगाडि। र तपाईँले बुढासँग आएर कुरा नगर्नुहोस्, बुढीसँग आएर कुरा नगर्नुहोस्, त्यो व्यक्ति गलत छ भनेर। तर तपाईँले के गर्नु भने तपाईँले मनमा थाहा पाउनु भयो सक्यो। थाहा पाउनु किन जरुरी छ भने कतिचोटि अर्काको बुढा बिगार्ने चर्चमै हुन्छ नि त, अनि अर्काको बुढी बिगार्ने चर्चमै हुन्छ। त्यही भएर अरू चर्चमा भएको सबै मान्छे सही छ भन्ने पनि हुँदैन नि त। त्यही भएर चर्चको मान्छे थाहा पाउनु चाहिँ एकदमै आवश्यक चाहिँ छ। र अर्को कुरा चाहिँ फेरि ज्ञानभित्र पर्छ श्रीमान र श्रीमतीको कुरा चाहिँ। जस्तै श्रीमान र श्रीमतीको कुरा चाहिँ ज्ञानभित्र भर पर्छ। जस्तै श्रीमान र श्रीमती सुत्दाखेरि चाहिँ एकदमै पवित्र भएर केही कुरा पनि हुन्छ नि, रोमान्टिक कुरा नबोलेर हुँदैन, त्यो उनीहरू बोल्नुपर्छ। तर त्यो चाहिँ फेरि परमेश्वरको नजरमा चाहिँ स्वीकार्य हो, राम्रो कुरा हो फेरि त्यो चाहिँ। किन तपाईँको बुढा चाहिँ गएर अर्कासँग च्याटिङ गरेर रोमान्टिक कुरा गर्ने त्यो चाहिँ फेरि गलत हो, त्यो चाहिँ शैतानले मौका लिन्छ। तर तपाईँहरू प्रार्थना गर्नुभयो, अनि प्रार्थना गर्नु भएपछि बुढाबुढी रोमान्टिक कुरा गर्यो, जे कुरा गर्यो उनीहरूभित्र छ, परमेश्वर जान्नुहुन्छ। परमेश्वरले केही पनि त्यो जज गर्नुहुन्न बुढाबुढीभित्र। यु अन्डरस्ट्यान्ड? बुढाबुढीभित्र यो चाहिँ अर्कै क्लास हो। तर बुढाबुढीभित्र बुढाबुढीले के गर्छ, बुढाबुढी विवाह गरिसकेको बुढाबुढीले के गर्छ, कसरी गर्छ, कसरी बोल्छ, त्यो उनीहरूभित्र छ। त्यो कहिले पनि त्यो पाप हुँदैन क्या। त्यो हाम्रो यो चाहिँ अर्कै क्लास। एक दिन म बुढाबुढीलाई मात्रै दिन्छु, यो फाल्टै क्लास हो फेरि, मलाई फायर गरिदिन्छ तपाईँहरूले एकदम। नम्बर 1 कल्टिभेट इन्टिमेसी विथ गड। पहिला चाहिँ हामी परमेश्वरको नजिक हुनैपर्छ, परमेश्वरको उपस्थितिमा हुनैपर्छ। परमेश्वरको यो अरू बेला वचन राख्छु, डिजायर द स्पिरिचुअल गिफ्ट। हामीले चाहिँ परमेश्वरको गिफ्टलाई चाहिँ डिजायर गर्नुपर्छ। प्रभु म अन्य भाषा बोल्न चाहन्छु, प्रभु म आज सपना देख्न चाहन्छु, प्रभु म स्वर्गदूत देख्न चाहन्छु आजको सपनामा भन्ने कुरा हुन्छ नि। देख्नु चाहिँ चाहनुपर्छ र माग्नुपर्छ, प्रभुलाई माग्नुपर्छ हरेक राति। प्रभु म आज स्वर्गदूत देख्न चाहन्छु, प्रभु म आज एकदमै परमेश्वर तपाईँको नजिक आउन चाहन्छु, स्वर्ग देख्न चाहन्छु, स्वर्ग खुलियोस् मेरो लागि यीशुको नाउँमा। रो बाबा बाबा सोटो लिया था रे ब्रेगे डेबे डेबे। प्रभु तपाईँको आत्माले, प्रभु आज मलाई मेरो आत्मा उडाउनुहोस्। नजिकै आफ्नो छेउमा राख्नुहोस् तपाईँको आत्माले, ना 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 ना, त्यो प्रेमको शक्तिमा भन्ने खालको वर्शिप गाउनुहोस् होइन, तपाईँको प्रार्थनासँग मिल्ने खालको। र तपाईँले त्यसरी प्रभुसँग समय बिताउनै पर्छ र माग्नै पर्छ प्रभुलाई। र अर्को कुरा चाहिँ सपनाको बारेमा पढ्नुपर्छ अथवा सिक्नुपर्छ। जसरी मैले सिकाइरहेको छु नि, अहिले सिक्दै हुनुहुन्छ नि, सपनाको बारेमा सिक्नुपर्छ हो त्यसरी। कि नभए किताब किनेर पढ्नुपर्छ, राइट म्यान अफ गडले लेखेको किताब। अनि त्यो भएपछि के हुन्छ, तपाईँले सपनाको बारेमा बुझ्नुहुन्छ, किन महत्त्वपूर्ण छ, के छ भन्ने कुरा बुझ्नुहुन्छ। र अर्को चाहिँ नलेज होइन, सपनाको बारेमा हुनुपर्छ र परमेश्वरलाई तपाईँले माग्नुपर्छ। छोटकरीमा के भन्छु भने आफ्नो ओछ्यानमा आफै सुत्नुहोस्, अर्का आफ्नो बुढाबुढी मात्रै सुत्नुहोस् अर्का मान्छेलाई। त्यही भएर एउटा कल्चर छ क्या, एउटा इभन हिन्दूहरूमा पनि आत्मिक कल्चर हुन्छ क्या। त्यो चाहिँ के हुन्छ भने अर्काको बेडमा नबस्नु भन्ने कल्चर हुन्छ क्या। एकदमै महत्त्वपूर्ण कुरा हो त्यो चाहिँ। त्यो चाहिँ के हो भने तपाईँको साथीको घरमा जानु भएर तपाईँ सुत्दाखेरि नराम्रो सपना देख्नु, तपाईँले साथीले देख्नुपर्ने सपना तपाईँले देखेको। यदि साथीलाई त्यो ड्रिम सेयर गर्नु भने त्यो साथीले जहिले त्यस्तै देखिरहेको हुन्छ क्या, अर्काको सपना तपाईँले देख्नुभयो हो। त्यही भएर तपाईँको बुद्धिबाट सबै मान्छेलाई क्षमा दिनु किन आवश्यक छ भने, अनि साथीहरू पनि धेर नबनाउनु किन आवश्यक छ भने, साथीहरू कोही बेला आफ्नो मनमा राखेर सुत्नु भयो भने त्यो साथीले देख्ने सपना तपाईँले देख्छ क्या। बुझ्नुभयो? त्यो साथीले देख्ने सपना तपाईँले देखिरहेको हुन्छ। यो एकदमै आत्मिक कुरा हो। अर्काले देख्ने सपना तपाईँले देख्छ क्या, कतिचोटि अर्काको सपना देखेर हिँडिराख्नु भएको हुन्छ क्या तपाईँ। रियालिटीको कुरा हो यो चाहिँ। अर्काको सपना तपाईँले देख्न सक्नुहुन्छ, अर्काको सपना देख्न सक्नुहुन्छ, यो चाहिँ रियालिटीको कुरा हो। मैले कतिचोटि प्रार्थना गरिरहेको हुन्छु कतिजनाको लागि र मेडिटेसन गरिरहेको हुन्छु र उनीहरूको भिजन मैले देखिरहेको हुन्छ कि उनीहरूको बोलावटको लागि, उनीहरूको यसको लागि त्यो भिजन सपना
देखिरहेको हुन्छु। जस्तै मैले सिस्टर पेमालाको लागि प्रार्थना गरेर सुतेँ भने सिस्टर पेमालाको लागि सपना देखिरहेको हुन्छु, अथवा उहाँले देख्नुपर्ने सपना देखिरहेको हुन्छु। जस्तै उहाँले प्रचार गरेको देखेँ भने त्यो उहाँले देख्नुपर्ने थियो, तर मैले उहाँको लागि प्रार्थना गरेर सुतेको कारण मैले देखेँ क्या। त्यही भएर मनमा कतिजना व्यक्तिहरूलाई तपाईँले ल्याउनुहुन्छ नि, जस्तै मैले कतिजना कभर गर्छु, प्रार्थना गर्छु नि उनीहरूको लागि, तिनीहरूलाई मेरो मनमा क्या राख्छु क्या, मनमा राख्छु। उनीहरू चाहिँ मेरो मान्छे हो नि त, मेरो मान्छे क्या, मेरो आत्मिक ब्रदर सिस्टर, मेरो ब्रदर, मेरो सिस्टर, मेरो आत्मिक कोही आत्मिक छोराछोरीहरू पनि हो। उनीहरूलाई चाहिँ मेरो मनमा राखेर क्या प्रार्थना गरेर कभर गरेर, ताकि यदि अचानक उनीहरूको जीवनमा दुर्घटना शैतानले ल्याउँदैछ भने चाहिँ प्रभु मलाई उठाउनुहोस्, ताकि म उनीहरूको लागि प्रार्थना गरेर त्यो दुष्ट आत्मासँग लड्नु परोस् भन्ने टाइपको क्या, त्यस्तो खालको। त्यही भएर उनीहरूले देख्नुपर्ने सपना कोही बेला चाहिँ मैले देख्छु, त्यो हो क्या कतिचोटि। त्यो चाहिँ अर्काले देख्नुपर्ने सपना कतिचोटि देखिन्छ, त्यो चाहिँ एकदम रियालिटीको कुरा हो। त्यही भएर आफ्नो अर्काको ओछ्यानमा तपाईँ सुत्नुभयो भने कोही मान्छेले कहिले कुनै गल्ती गरेको हुँदैन जब एउटा घरमा गएर सुतेन ऊ, अनि अर्काको ओछ्यानमा सुतेपछि उसले भोलिपल्टदेखि उसको जीवनमा अनक्वेसनेबल चरित्र व्यवहार आउन थाल्छ क्या। त्यो एउटा रियालिटीको कुरा हो। कतिजनाको बुढाले कहिले चिट गरेको थिएन जबसम्म उसको चिट गर्ने साथीको घरमा गएर सुतेन क्या। चिट गर्ने साथीसँग गएको बेला कामको के को दौडान पर्दाखेरि कसकोमा गएर सुतिन्छ नि, त्यहाँबाट त्यो स्पिरिट क्यारी गरेर आउँछ क्या, अनि उसको बुद्धि अर्कै डाइभर्ट पनि हुनसक्छ क्या। केटी मान्छेमा पनि त्यही हो, केटा मान्छे पनि त्यही हो। त्यही भएर स्पिरिचुअल कुरा हो क्या यो चाहिँ। त्यही भएर चाहिँ स्पिरिचुअल व्यक्तिहरूले चाहिँ आफ्नो बेड, आफ्नो प्राइभेसीलाई चाहिँ धेरै महत्त्व दिन्छ। बरु भुइँमा गुन्द्री ओछ्याएर सुत्यो तर शान्तिमा सुत्यो, परमेश्वरको उपस्थितिमा सुत्यो भने त्यो चाहिँ प्रोटेक्सन हो क्या। जति होटेलमा सुत्नु भएको छ, कोही व्यक्तिहरूले नराम्रो काम गर्दैन जबसम्म उनीहरू होटेलमा सुत्दैन। होटेलमा गए चाहिँ उसभित्र नराम्रो क्या स्पिरिट, नराम्रो कार्य हुन्छ नि, तिर उसलाई प्रभावित हुन्छ क्या। आम टेलिङ यु, तपाईँले बुझ्नुभयो भएन तपाईँको हातमा छ, तर रियालिटीको कुरा यो चाहिँ होइन। किनभने धेरै मान्छेहरू चाहिँ आएर त्यो बेडमा सुतेको हुन्छ नि, हरेकले चाहिँ आफ्नो स्पिरिचुअल कुरा इम्पार्ट गरेको हुन्छ क्या त्यहाँभित्र। एलियाको लुगा मात्रै पक्रिँदाखेरि डबल पर्सन पायो नि एलिसाले, रियालिटीको कुरा हो क्या यो चाहिँ। यीशुको चेलाहरूको एपोस्टलहरूको लुगामा मात्रै रुमालले छोएर लगेर बिरामीलाई राख्दा बिरामी निको हुन्थ्यो क्या। यीशुको लुगा अलिकति मात्रै छुँदाखेरि रगत बग्ने स्त्री चङ्गाई भइन् क्या। बुझ्नुभयो? तपाईँको लुगासँग तपाईँको स्पिरिट कनेक्ट भएको हुन्छ क्या। तपाईँको लुगा, तपाईँको ओछ्यान, तपाईँको कपडाहरूसँग क्या। यो कुरा चाहिँ रियालिटीको कुरा हो। बी स्टिल एन्ड नो द्याट आई एम गड। शान्त हो र जान म परमेश्वर हो भन्ने छ क्या। भन्न खोजेको परमेश्वरलाई जान्ने तरिका चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ शान्तमा बस्ने क्या, पिसफुल। जति सक्दो चाहिँ हामी, त्यही भएर अघि मैले खानाहरूको सबै कुरा बिल्ड गर्दै ल्याएँ, पिसफुल, आफ्नो पिसलाई मेन्टेन गर्नु सक्नुपर्छ। आत्मा संयमी यो त्यो भनेछ नि आत्माको फलहरू, त्यो फलहरू फेरि पढ्नुहोस् गलती 5:22 होला 23 होला, त्यो पढ्नुहोस् क्या तपाईँहरू होइन। काम यो स्पिरिट, काम यो माइन्ड, यो कुरा चाहिँ शान्ति, शान्त होइन, के भन्ने कुराहरू सबै कुराहरू आत्माको फलहरू हामीमा हुनुपर्छ। पहिला तपाईँ नुहाउनु भयो, नुहाउँदाखेरि चाहिँ तपाईँ जहिले मेडिटेसन गर्नु क्या। मेडिटेसन भनेको रा बा 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 रा बा 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 गरेर प्रार्थना गर्दै तपाईँ चाहिँ नुहाउनु भयो। सपोज बेलुका पनि राति सुत्ने बेलामा बेडमा जानुभयो, अनि त्यहाँ चाहिँ प्रभुलाई धन्यवाद दिनुभयो, प्रार्थना गर्नुभयो, राइट? प्रार्थना गर्नुभयो, त्यहाँदेखि तपाईँ चाहिँ मेडिटेटिभ लाइफ सुरु हुन्छ क्या। त्यहाँदेखि तपाईँको एउटा आध्यात्मिक तृष्णा हुनु पर्यो क्या, म एउटा स्पिरिचुअल लाइफ जिउँछु भनेर। सपना चाहिँ इम्पार्ट हुन्छ। जस्तै म तपाईँहरूलाई अहिले प्रार्थना गरिदिन्छु, छोटो प्रार्थना, सिम्पल प्रार्थना, तर म चाहिँ सपनामै अन्य भाषा प्रभुले दिनुभएको सुरुमैदेखि दिनुभएको अनुग्रह हो क्या। त्यस कारणले गर्दाखेरि चाहिँ म सपनाको लागि प्रार्थना गर्छु र तपाईँहरू सपनादेखि थाल्नुहुन्छ, ग्यारेन्टी हो। तर अर्को कुरा चाहिँ के भने, त्यो सपनादेखि थाल्नु भएपछि अर्को कुरा चाहिँ मैले सिकाएको कुरा हुन्छ नि, त्यो चाहिँ फलो गर्न थाल्नुहोस् क्या। त्यहाँदेखि तपाईँ बढ्ने हो क्या परमेश्वरको आत्मामा, सपनामा र परमेश्वरको रेलममा देख्ने कुराहरूमा हो ब्रासा थालियाठ। र अर्को कुरा चाहिँ के भने, तपाईँहरूले चाहिँ सपनामा हुन्छ नि एक्साइटेड नहुनुहोस्। फेरि सपनामा आत्मिक कुरा देख्नुभयो, अभिषेकको कुरा देख्नुभयो, स्वर्गीयको कुरा देख्नुभयो, स्वर्गीयको कुरा देख्नुभयो, एक्साइटेड नहुनुहोस्। एउटा कुरा थाहा पाउनुहोस् कि यो चाहिँ मेरो वास्तविकतामा आउँदैछु क्या, म वास्तविकतामा आउँदैछु। किन मलाई प्रभुले सृष्टि गरेकै उहाँसँग हिँड्नु हो क्या, वास्तविकतामा आउँदैछु।
एक्साइटेड नहुनुहोस् क्या आत्मिक कुरामा। मेरो जीवनमा धेरै आत्मिक इन्काउन्टर छ, हरेक दिन मेरो जीवनमा धेरैवटा आत्मिक इन्काउन्टर, हरेक आत्मिक गवाईहरू भइरहेको हुन्छ मेरो जीवनमा। सपना, दर्शन, विभिन्न कुरा भइरहेको हुन्छ, विभिन्न प्रकारले प्रभु बोलिराख्नु भएको हुन्छ, तर एक्साइटेड हुन्न क्या। म डिजायर गर्छु कि प्रभु मेरो चाहिँ जीवनै यही हो क्या, तपाईँ बोल्नु भएन, यदि तपाईँ मसँग हुनु भएन भने त म के गर्नु क्या? जीवन जिउनुको अर्थै के रह्यो र क्या? जीवन जिउनुको अर्थै के रहेर? कोही व्यक्तिले मैले स्वर्गदूत देखेँ, स्वर्ग उग्रेको देखेँ गरेर त्यो अरू नेपाली यस्तो गवाई भन्यो भने त्यो व्यक्ति मेरो छेउ नपर्दा हुन्छ। किन एउटा सपना देखेर अर्कालाई भन्दै हिँडेपछि त्यो व्यक्तिले सपनै देख्दैन, अर्को पालिदेखि क्या देख्दैन क्या त्यसले, अथवा त्यसले स्वर्गदूतहरू देख्दैन क्या त्यहाँदेखि। किन एउटा दर्शन देख्यो अनि हिँड्यो। मैले नरकको पनि दर्शन देखेको छु, सपना पनि देखेको छु, प्रभु येशूलाई दर्शनमा पनि देखेको छु, सपनामा पनि देखेको छु, स्वर्गदूतहरूलाई रियालिटीको कुरा हो। नरक पनि देखेको छु, स्वर्ग पनि देखेको छु, र मैले भगवानहरू पनि देखेको छु। भगवानहरू हुन्छ नि, भगवानहरू पनि देखेको छु, भगवानहरूको रेलम पनि। तर म भन्दै हिँड्दिनँ क्या, स्वर्ग देखेँ, नरक देखेँ, अनि त्यहाँदेखि थपेर क्या कुरा। नानीहरू कार्टुन हेरेर नरक गयो अरे, त्यो हाउडे कुरा थप्नु थाल्यो क्या त्यहाँदेखि, होइन? थप्नु थाल्छ त्यहाँदेखि मान्छेले। अनि एउटा कुरा चाहिँ के हो भने त्यो सपना भन्ने मान्छेहरू हुन्छ नि, के भयो क्या उनीहरूको जीवनबाट? सपनै मात्रै सुन्नु भयो, तपाईँले के देख्नुभयो अरू चाहिँ? यदि उनीहरू प्रभुसँग हिँड्यो भने र प्रभुले यति प्रयोग गर्न चाहनुहुन्थ्यो भने के चाहिँ देख्यो क्या उनीहरूको जीवनमा? के भयो त्यहाँदेखि? त्यो एउटै मात्रै गवाई भनेर चाहिँ जिन्दगी सकियो? होइन हो। त्यही भएर तपाईँ एउटा सपना भन्दै म आत्मिकी भएँ भनेर चाहिँ नहिँड्नुहोस्। म प्रार्थना गरिदिन्छु। कोही व्यक्ति पनि म सपना देखेर चाहिँ प्रोफेट तपाईँ मर्नु भएको सपना देखेँ प्रस्ताव गर्नु भन्दै पनि नआउने, मलाई नै अगमबाडी गर्दै क्या। ओभर स्पिरिचुअल पनि भइहाल्छ क्या कोही चाहिँ फेरि, हुन्छ नि अर्कालाई। हो, त्यही भएर एउटा कुरा चाहिँ के हुन्छ भने अर्कालाई प्रार्थना गरिदिने कुराको डरको कुरा चाहिँ यो हो। त्यही भएर मनबाट कोही बेला प्रार्थनै गर्नु मन पर्दैन, इम्पार्टै गर्नु मन पर्दैन क्या त्यो व्यक्ति राम्ररी नबुझिकन। र सायद मैले कसैलाई मनबाट प्रार्थना नै गरिदिएको छुइनँ होला क्या। रियालिटीको कुरा है, इम्पार्ट क्या, ग्रेस। प्रभु जुन अनुग्रह छ नि, यो अनुग्रह चाहिँ यिनीहरूले एक्सपिरियन्स गरोस् भने चाहिँ कसैलाई पनि मैले प्रार्थना नै गरिदिएको छुइनँ होला क्या। त्यो कुरा मैले जुन दर्शन देखेँ नि, जुन प्रभुसँग मसँग बोल्नु भयो नि, जुन मैले अहिले यो अनुग्रह मैले देखेँ नि, अथवा यो आउटर बडी एक्सपिरियन्स भयो, मैले यो अनुग्रह, मैले यो होइन, यो कुरा यो व्यक्तिले देख्यो भने त यो व्यक्ति त घमण्डले फुलिन्छ भनेर अलरेडी थाहा हुन्छ क्या मलाई, होइन? तर मेरो जीवनमा चाहिँ जति पनि अनुग्रह हुन्छ नि, तब चाहिँ म मेरो स्पिरिचुअल मेन्टरहरूलाई हेर्छु क्या। अनि उहाँहरूलाई जहिले पनि सुनिरहन्छु, सिकिरहन्छु क्या उहाँबाट। त्यो कुराले गर्दाखेरि के हुन्छ, म नम्र हुन्छु क्या। म त केही होइन क्या जीवनमा, अझै प्रभुसँग म घनिष्ठतामा हिँड्नुपर्छ भन्ने हुन्छ क्या त्यहाँदेखि। हो, त्यही भएर घमण्ड चाहिँ नआओस् तपाईँहरूमा। परमेश्वरले अझै अनुग्रह चाहिँ नम्रलाई दिनुहुन्छ। र यदि तपाईँले अहिलेसम्म म आत्मिकी छु भनेर सोच्नु भएको छ भने त्यो माइन्ड हटाउनु क्या। त तपाईँले के सोच्नु भने नि, म जिउनु पर्ने नै आत्मिक हो क्या, जीवनै आत्मिक हो, र आत्मिकता चाहिँ मेरो नेचरै हुनुपर्छ क्या भन्ने सोच्नुहोस्। र अर्को पालि चाहिँ म स्वर्गदूतहरूको बारेमा पढाउँदा, प्रभुको आवाजको बारेमा पढाउँदै प्रार्थना गरिँदाखेरि तपाईँहरूमा त्यो बढ्दै जान्छ त्यो अनुग्रह, र हरेक अनुग्रह थपिँदै जान्छ। तर नम्र चाहिँ हुनुहोस्, धेरै महत्त्वपूर्ण कुरा हो। तपाईँहरूको आत्मिक आँखा त खोलिँदै गएको छ, अनुग्रह त रिलिज भयो, अब तपाईँको अनुग्रह त बढ्दैछ। अनि तपाईँको बुद्धिमा के आयो, यो प्रोफेट शैतानले चलाउँदो रहेछ, यसलाई शैतानले चलाउँदो रहेछ भनेर त्यस्तो सोच्नुभयो भने शैतानले चाहिँ हो त योसँग, किनभने शैतानलाई के चाहन्छ भने तपाईँमा अनुग्रह नबढोस्। त्यही भएर जो व्यक्तिबाट अनुग्रह पाउनुपर्छ नि त्यसको विरोधमा उठोस् भन्न चाहन्छ क्या शैतान तपाईँलाई, किनभने तपाईँ प्रभुसँग हिँडेको चाहँदैन शैतानले। त्यही भएको कारणले गर्दा हामीले चाहिँ जोगाउनुपर्छ आफ्नो माइन्डलाई र आफ्नो शिक्षालाई, के सिक्दैछु भन्ने कुरा धेरै महत्त्वपूर्ण कुरा छ है त। सो सबैले हात उठाउनुहोस् र म तपाईँको लागि प्रार्थना गरिदिन्छु। थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड। तपाईँहरू केही पनि धेर प्रार्थना नगर्नुहोस्, तपाईँहरू रिसिभ मात्रै गर्नुहोस्, तपाईँहरू रिसिभ मात्रै गर्नुहोस्। थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड। आजको दिनदेखि उहाँहरूको जीवनमा उहाँहरू सुत्दै गर्दा नि उहाँहरूको आत्मा शरीरबाट निस्केर विभिन्न परमेश्वरले देखाउन चाहेको कुराहरू देख्नको लागि त्यो कुरा, त्यो अनुग्रह म यसबाट रिलिज गर्छु। र उहाँहरूको जीवनमा आजको ज्ञानले डर पैदा गर्ने छैन आत्मिक बन्नको लागि, तर उहाँहरूको जीवनमा आत्मिक वास्तविकता, उहाँहरू शरीर होइन, उहाँहरू आत्मा हो। अनि अर्को पालिदेखि जब आत्मिक रूपमा आउटर बडी एक्सपिरियन्सहरूको बारेमा बाइबलबाट सिकाउँदै जाँदाखेरि उहाँहरूले बुझ्नुहुनेछ र उहाँहरू आत्मामा बढ्नुहुनेछ र सबैको जीवन आत्मिक ग्रोथ हुनेछ। अनि सँगसँगै परमेश्वरको नम्रताको आत्माले
उहाँहरूलाई सहायता गर्नुहुनेछ र डोर्याउनुहुनेछ। यीशुको नाउँमा म प्रार्थना गर्छु र म प्रार्थना गर्छु प्रभु तपाईँको अनुग्रह यस घडी उहाँहरूको जीवनमा रिलिज हुनुको लागि म हजुरलाई प्रभु म प्रार्थना गर्छु र तपाईँको अनुग्रह यस घडी उहाँहरूको जीवनमा म रिलिज गर्छु। परमेश्वरको आत्मा, पवित्र आत्मा परमेश्वर हरेक तपाईँको छोराछोरीलाई तपाईँले अनुग्रह दिनुहोस्। इन द नेम अफ जिजस। Caso frento afriate le miato, mavrianto le bregediato, rato liate libando, asovrento livragadiate eidenko, savembe ria bababayato, radonde lika anga sobreniato, ligrasto le miatanda radiate, ribragado, eiden kuraiden hak, sobembe bebebebe zoveniato, roviante le besiata arivania stosen station hak, Zai vianstes, mai vianstos, lika unga praktala mia krondele ki sovrene mehiata, zaviatele miato, ratande yakata baradas, mimbiato, mamboyate, mambrigidibi e, sopariato kapa, shale bragado embrendiate, ambrandeliato sapratia kapa, libo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 ya, zaviana masote, zaviana masanta, Ronde kistana liga praktala mia krondele ki sovrene miata, mambembembembendoriate, mashata liko bradiate, asopa, zakate yakata, barada, miatolia tele miatanda, यीशुको नाउँमा यस घडी हरेक बेरियरलाई, हरेक सोलिकल ब्लकेजलाई यस घडी म उगार्छु। यीशुको नाउँमा उगार्छु, यीशुको नाउँमा उगार्छु, यीशुको नाउँमा जबरजस्ती तपाईँको अनुग्रह उहाँहरूको जीवनमा रिलिज गर्छु। जबरजस्ती तपाईँको अनुग्रह उहाँहरूको जीवनमा रिलिज भएको होस् यीशुको नाउँमा। मा रिकोन्डा मुम्बेम्बेन्डोरिया थाजा atonderia kopara diaste sha lebanda mambozo rigada yabambe aporia telemiatondai sha ligros la grigadanderiato abroto libradia telemiato जसरी तपाईले उहाँहरूको जीवनमा उहाँहरूको स्पिरिटमा एन्जलिक टङ्ग्स रिलिज गर्दै हुनुहुन्छ। नयाँ डाइमेन्सनको टङ्ग्स आजको दिनदेखि उहाँ डराउनु हुने छैन, तर उहाँहरूले रिलिज गर्नुहुनेछ, बोल्नुहुनेछ। एन्जलिक एक्टिभेसन गर्ने टङ्ग्स फासो थाली काफा प्राक्टाला मिया सोब्रेने मिया थ याबे 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 जोवेनान्डेगा दियास्टा लाबारुस्टे रुआ फा लेको पारियाते फा 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 रासो पारी काटोले काटियाते abe be 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 kato sapa re be 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 biatoria telemiatoda le cabro sotorianta la basanta म धेरै स्वर्गदूतहरू रिलिज भइरहेको देखिरहेको छु र तपाईहरुदेखि धेरै स्वर्गदूतहरू धेरै खुसी भइरहेको देखिरहेको छु कि यो व्यक्तिहरुसँग इन्गेज भएर यो व्यक्तिहरुको जीवनमा परमेश्वरसँग हिँड्नुको लागि, निर्देशन गर्नुको लागि, डोर्याउनुको लागि, आत्मामा यो व्यक्तिहरुसँग इन्गेज हुनुको लागि वेट गरिरहेको एन्जल्सहरु खुसी भइरहेको म देखिरहेको छु। ओ शाबा बाबा बाबा सोबेनान्डेका दियाथा मिम बाम 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 बान्डोरी काबा सोब्रेडे रि आंगा लिका उंगा प्राक्टालामिया क्रोन्डेले सिब्रोनोमोसियाते जालिका फा लेनोस साब्रिया टेलेमिया थान्डा मामबेन्डोरिया काटेस काब्रोटोलिया टेलेबियाथा। आजदेखि जब यीशु भन्ने शब्द मात्रै बोल्नु हुनेछ, तब येशूको उपस्थितिलाई तपाईँ देख्नुहुनेछ। जब तपाईले यीशु तपाईको स्वर्गीय भन्नुहुनेछ, तपाईँ स्वर्गीय उग्रिएको भिजन तपाईले देख्न थाल्नुहुनेछ। रिगाडा लेग्रोस सेब्रेन्टे लेग्रेडियास्टाला मान्डा आत्मामा होइन, विचारमा होइन। परमेश्वरको आत्माले भन्दै हुनुहुन्छ तिमीहरूको विचारमा होइन, तर आजदेखि आत्माको लागि खुल्ला हो। आफ्नो हृदय, आफ्नो माइन्ड सामान्डोली खदा सोब्रेडियाथा शङ्का नगर, तर विश्वास गर। Lizovre savriata lika anga praktala bia kronde kisho venaite rivamba baba baba bayato rebembe bebe bebiata। जति पनि कन्फ्युजन खालको भिजनहरू विभिन्न कुरा देखिरहनु भएको छ, सबै कुराको इन्टरप्रिटेसन छ र सबै कुरा तपाईले मेडिटेसन गरेर बुझ्नुपर्छ। तर सबै कुरा तपाईलाई परमेश्वर देखाउनु भएको, स्पिरिचुअल realm खोल्नु भएको तपाईको लागि। मा जिको फाने आकियाफा उकेबियाटो जेनाई जुवेनाई 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 जायाटो लिकाटोन्डेरिया थालाबायाटे। परमेश्वरको आत्माले भन्दै हुन्छ तिमीहरूको पाप
धोएर मैले हिउँ जस्तो सेतो बनाएको छु लेजोन जोभिना सेफेनाई कोपारियाटे अप्रोसो फ्रेन्टो काराडियाटे धेरैजना व्यक्तिहरूले गिल्टीनेस बोकिराख्नु भएको छ विगतको परमेश्वरको आत्माले भनिदिन्छ त्यो गिल्टीनेसलाई मैले आज हिउँ जस्तो सेतो बनाएको छु साडा साडा सामेको फान्डा मिम्बिबिबियाटा आजदेखि म तिमीलाई पापलाई जित्ने हरेक कुरालाई जित्ने शक्ति र सामर्थ्य मेरो आत्माद्वारा तिमीलाई म चलाउनेछु र सिकाउनेछु मा जेको बाराडियाटे बान्डेलिका आङ्गा मिम्बेम्बेम्बेन्डोरियाटे जालिको ब्राडियाटे लेबियाटा इन जिजस नेम यीशुको नाममा आमेन Jesus is our Lord and Savior. Souls are saved. There's healing, deliverance, answered prayers, and prophetic teaching. Connect with Revelatory Experience on all platforms.